घरमा सल्लाह गऱ्यो म काम छोड्छु गभर्मेन्ट जब छोड्छु होइन जहिले यस्तो खाले कुरा के यु आर नट बर्न टु एन एभरेज भन्ने कुराले जहिले हिट गर्थ्यो क्या मलाई डाँडागोमा यर्स कम्प्युटर भन्ने छ हो त्यहाँनिर चाहिँ नि म चाहिँ दिनमा 2 घन्टा 3 घन्टा इन्टरनेटमा बसेर तमिलनाडुभरि भएको कलेजेसहरूको वेबसाइट निकालेर उनीहरूको नम्बर बिकज त्यति बेला डोनेसनको पुरा प्रथा चलिरहेको थियो क्या बिकज म कोटाबाट पाएको थिएन सो म्यानेजमेन्टको थ्रुबाटै जानु पर्थ्यो सबै जग्गा डोनेसन माग्थ्यो अब आफूलाई त्यो फाइनेन्सियल बर्डन पेरेन्ट्सलाई दिनु मन छैन घरमा याद थिएन अहिले फर्स्ट टाइम याद हुँदैछ पास भइनँ म आफूलाई जहिले पनि क्वेसन हुन्थ्यो कि वाइ ओन्ली मतलब म खर्छु सबै कुरा गर्छु किन यस्तो अब म एउटा यस्तो चिज बनाउँदैछु जुन चाहिँ एक्जिस्टै गर्दैन होइन नयाँ छ सो म यस्तो खालको एउटा नाम बनाउँछु जो एक्जिस्टै गर्दैन तर भोलिको दिन चाहिँ यो चाहिँ एउटा ब्रान्ड हुन्छ इन्टरनेट ब्याङ्किङ खोलेर चेक गरेको 2780 रुपियाँ थियो त्यति बेला मेरो साथीहरूले एकजनाले 2000 अर्कोले 2000 यस्तो गरेर पैसा उठाएर चाहिँ त्यहाँदेखि चाहिँ मैले जिएमसीबाट ट्रेड लाइसेन्स निकालेर डिस्ट्रिक्ट कोर्टमा आफ्नो फर्म रेजिस्टर गरेर यसरी चाहिँ अगाडि बढाएर लिएर गयो अनि त्यति बेला चाहिँ राइट टाइममा राइट फ्रेन्ड्सहरू पाएन भने चाहिँ नि जे पनि हुनसक्छ क्या लाइफ सङ्गत भन्छ नि अ म्यान इज नोन बाई द कम्पनी ही किप्स भन्छ नि त्यो अब त्यस्तो कुरा अब त्यति बेला क्विट गरिदिन्छ अब त पैसा छैन अब के गर्नु छैन होइन अब कसले चाहिँ दिन्छ 50,000 रुपियाँ मलाई सानो अमाउन्ट होइन नि त सो त्यस्तो थियो क्या त्यति बेला उसले सपोर्ट नगरेको चाहिँ सायद मेरो आमा थाइरोइडको पेसेन्ट हुनुहुन्छ हाई प्रेसरको पेसेन्ट ड्याड डायबिटिसको पेसेन्ट छोरा म मात्रै दिदीहरू 2 जनै बिहा भएको थियो यस्तो हुन्थ्यो आमा र बाबाको त अलिक बिमार त अब अलिक राम्रै खालके नै मतलब निकै डर लाग्थ्यो अब भोलिको दिनमा बिमार भयो भने चाहिँ म चाहिँ कसको अगाडि जानु होइन त्यहाँदेखि चाहिँ मलाई चाहिँ मैले चाहिँ जिन्दगीमा चाहिँ कुछ गर्नै पर्छ नभए चाहिँ भोलिको दिनमा चाहिँ द डार्केस्ट डेज आर गोइङ टु कम क्या त्यस्तो हुन्थ्यो नयाँ सोको नयाँ एपिसोडमा आज हाम्रो साथमा यस्तो व्यक्ति हुनुहुन्छ जसले गभर्मेन्ट जब छोडेर आफ्नो ड्रिमलाई फलो गर्नुभयो र साथीहरूको कन्ट्रिब्युसनबाट आफ्नो कम्पनी रेजिस्टर गर्नुभयो र उहाँको सक्सेस स्टोरी उहाँको स्ट्रगलिङ फेस कस्तो रहेको थियो आज हामी उहाँकैबाट सुन्नेछौँ लेट्स वेलकम हिम अन आवर सो एन्ड हि इज नन अदर देन सलमान शर्मा नयाँ सोको नयाँ एपिसोडमा तपाईँलाई स्वागत छ है थ्याङ्क यू सुरुदेखि स्टार्ट गरौँ न त होइन फर्स्टमा तपाईँको क्वालिफिकेसन तपाईँको के कस्तो रहेको छ कहाँदेखि गर्नुभयो मैले बिटेक गरेको सिभिलमा तमिलनाडुदेखि एक्सेल इन्जिनियरिङ कलेजदेखि त्यसको बादमा एमटेक गरेँ स्ट्रक्चर्समा त्यो पनि तल एक्सेल इन्जिनियरिङ कलेज तमिलनाडुदेखि नै अनि अहिले चाहिँ म पिएचडी गर्दैछु रेट्रोफिटिङमा अनि त्यो चाहिँ एलपियुबाट लभली प्रोफेसनल युनिभर्सिटीबाट यो अनलाइन कोर्सै गर्नुहुन्छ होइन यो पार्ट टाइम हो हजुर सो यसमा चाहिँ के हुन्छ भन्दाखेरि अब म मेरो प्रोफेसन प्र्याक्टिस पनि गर्दै गर्छु साइड बाई साइड त्यसमा रिसर्च पनि गर्दै गर्छु जसले चाहिँ मलाई एउटा डिग्री हासिल गर्नुमा हेल्प गरिरहेको छ क्या सो त्यस्तो पाइहाल्यो बेसिकल्ली तपाईँ कहाँबाट बिलोङ गर्नुहुन्छ म यहीँ तल तादुङ डाँडागाउँ त्यहीँबाट हजुर त्यहीँ म त्यहीँ जन्मेको सानो हुँदाखेरि है सबैको आफ्नो आफ्नो सपना हुन्छ ठुलो भएपछि म डक्टर हुन्छु इन्जिनियर हुन्छु यसै तपाईँले कुनै सपना बोकेर उठ्नु भएको थियो हजुर मलाई चाहिँ म चाहिँ सानो खास पुरा पोइम लेख्थेँ ओके अन्त पोइम लेख्दा चाहिँ मलाई पुरा जर्नलिस्ट हुनु मन पर्थ्यो सो सबैले मलाई सोध्थ्यो क्या ठुलो भएर के हुने भन्दाखेरि चाहिँ म चाहिँ सबैलाई जर्नलिस्ट हुन्छु भन्थेँ अनि त्यो चाहिँ क्लास 10 सम्म भयो त्यहाँदेखि चाहिँ के हुन्थ्यो भन्दाखेरि चाहिँ जहिले पनि स्कुल जानुभन्दा अगाडि चाहिँ आमा बाबा र बाजेले चाहिँ आशिष थापेर निक्लिन्थ्यो नि त अनि बाजेलाई आशिष यसो थाप्दाखेरि चाहिँ डक्टरको तलब खानु है भनेर आशिष दिनुहुन्थ्यो क्या अनि त्यति बेला माइन्डमा स्ट्राइक हुन्थ्यो अब बाजेले त डक्टर हुनु भन्दैछ त त्यहाँदेखि मेरो एम्बिसन जर्नलिस्टदेखि डक्टर भयो सिफ्ट भयो त्यहाँदेखि क्लास 10 इक्जाम पास गरिसकेर अब साइन्स लिनुपर्छ डक्टर हुनुको लागि त सो त्यही भएर ग्रिन्डल स्कुलमा मैले 11 12 फेरि सानो नर्सरीदेखि नै त्यहीँ पढेको सो 11मा पनि साइन्स पाएर ग्रिन्डलै जोइन गरेँ मलाई डक्टर हुनु थियो सो फिजिक्स केमिस्ट्री म्याथ्स बायो म्याथ्स र बायो दुइटै थियो अन्त के भन्छ 12को इक्जाम भइसकेपछि चाहिँ सिइटी इक्जाम लेख्दाखेरि चाहिँ सिट पाएन अनि प्राइभेटली एमबिबिएस गर्नु त साह्रो पर्छ होइन डक्टर हुँदैन बरु तर होइन केही न केही अलिक अब
फ्युचर सेक्योर हुने त गर्नै पऱ्यो नि त स्टेबल हुनै होइन अब त्यही भएर होइन बरु इन्जिनियरिङ गर्छु भनेर चाहिँ इन्जिनियरिङ लाइनमा पसेँ अनि इन्जिनियरिङ गर्दै थिएँ त्यतिकै आई नेभर न्यू कि एक दिन चाहिँ पिएचडीको थ्रुबाट चाहिँ डक्टर चाहिँ हुन्छु भनेर क्या हो सो अब रेट्रोफिटिङ पनि अब त्यही पुरानो भएको बिल्डिङ बिमारी भएको बिल्डिङलाई सही बनाउनु हो नि त सो एउटा डक्टरको जस्तै काम भयो तर यो चाहिँ इन टर्म्स अफ बिल्डिङ सो जुन चाहिँ एउटा टाइटल थियो अब डक्टर हुने त लाग्छ हजुर तपाईँको सानो हुँदाखेरि सपना थियो बाबुले आशिष दिनुभएको तपाईँको चेन्ज भएको नि हजुर त्यहाँदेखि डक्टर हुन्छु भनेर अहिले अब काहीँ न काहीँ गरेर यस एक्ज्याक्टली बाजेले दिनुभएको आशिषमा चाहिँ एटलिस्ट म पुग्दैछु भन्ने के अब एउटा अब बाजेले अब हस्पिटलकै डक्टर हुनुपर्छ त भन्ने भएन नि त डक्टर हजुर हजुर सो यो रेट्रोफिटिङको कुरा गर्नुपर्दा तपाईँको अलिकति बिजनेसपट्टि यो जुन चाहिँ अहिले बालकप्सो कन्स्ट्रक्सन तपाईँको सुरु गर्नुभएको छ होइन धेरै चलिरहेको छ हजुर हजुर यो जुन प्रकारले हुन्छ नि अरू पनि धेरै हुन्छ यस्तो कम्पनीहरू र भन्छ नि अब अरूले पनि धेरैले ट्राईहरू गर्दैछ यो दुइटामा डिफ्रेन्ट केले बनाउँछ तपाईँको जुन चाहिँ अहिले जुन गर्नु हुँदैछ नि केले अलिकति भिन्नता छ हाम्रोमा चाहिँ नि भिन्नता कस्तो खालके छ भन्दाखेरि चाहिँ जुन चाहिँ खालके सर्भिस चाहिँ हामी प्रोभाइड गर्छ नि जस्तै अब इक्जाम्पल अब तपाईँको घर क्र्याक भयो अरे तपाईँको फर्स्ट इमिडिएट के हुन्छ अब यसलाई म रिपेयर गर्छु हुन्छ है अनि मान्छे बोलाउँछ मिस्त्री बोलाउँछ कतिले इन्जिनियर बोलाउँछ आएर के गर्छ यसमा यो मसला लाउनु यस्तो गर्नु उस्तो गर्नु यसरी ठिक गर्नुपर्छ त्यसरी ठिक गर्छ त्यहाँदेखि फेरि समटाइम्स त्यो मेथडले काम गरिहाल्छ तर धेरैपल्ट त्यो मेथडले काम गर्दैन किन भन्दाखेरि चाहिँ स्टार्टिङमै त्यो प्रब्लमलाई अन्डरस्ट्यान्ड गर्नुमै त्यहाँनिर फ्लज थियो नि त होइन सो त्यो चाहिँ खासमा फर्स्टमा के गर्नु पर्थ्यो कि बिमारी किन भयो एउटा असेसमेन्ट गर्नु पर्थ्यो पहिला अनि त्यो असेसमेन्टलाई चाहिँ हाम्रो इन्जिनियरिङ टर्ममा चाहिँ नन डिस्ट्रक्टिभ टेस्टिङ भन्छ जस्तो ह्युमन बडीको अल्ट्रासाउन्ड हुन्छ त्यसरी नै बिल्डिङको पनि अल्ट्रासोनिक पल्स भेलोसिटी टेस्ट भन्ने हुन्छ है अब बनिसकेको बिल्डिङको लागि रड कति लागेको छ यादै छैन तोडेर त हेर्नु मिलेन सो रिबार स्क्यानर हुन्छ रिबाउन्ड ह्यामर टेस्ट हुन्छ जुन चाहिँले चाहिँ हाम्रो बिल्डिङलाई नभित्काइकन हामी रुट कजमा गएर चाहिँ हामीले पत्ता गर्नु सक्छ केले गर्दा चाहिँ प्रब्लम भएको अनि यसलाई चाहिँ कसरी ट्रिट गर्नु ओके सो मान्छेको हामी गर्छ नि एक्सरेहरू गर्छ जस्तै बिल्डिङहरु पनि त्यस्तो छ हुन्छ त्यस्तै हुन्छ सेम हुन्छ ओके सो बिमार चाहिँ थाहा पाउनु पर्यो कि के भएर चाहिँ के भएर भएको अन्त पो दबाई खानु ओके त्यति तपाईहरुले गर्नु जस्तै हुन्छ नि हाम्रोतिर के हुन्छ हाम्रोतिर के अहिले के चल्दैछ भने कहीँ क्र्याक भयो केही भयो कोही बेला भुइँचालोले हुन्छ कोही बेला केले हुन्छ मिस्त्री बोलाउने प्लास्टिक गर्ने टालटोल एक्ज्याक्टली सो यो इफेक्टिभ हुन्छ यो चाहिँ यस्तो हो इट माइट एन्ड इट माइट नट ओके बिकज रुट कज अफ द प्रब्लम डिस्कस नभइकन फाइन्ड आउट नगरिकन ट्रिटमेन्ट गर्दैछ नि त इक्जाम्पल ज्वरो आयो अरे मलाई म प्रायः इक्जाम्पल यही दिन्छु बिकज सबैले बुझ्छ जस्तो लाग्छ सबैले ज्वरो आयो अरे ज्वरो आयो भने फर्स्ट इन्स्टान्स के हुन्छ प्यारासिटामोल खान्छ दोकान दबाई दोकान जान्छ प्यारासिटामोल दिनुहोस् न भन्छ दबाई खान्छ ज्वरो जाती हुन्छ तर चान्सेस त छ नि त ज्वरो फेरि आउने रुट कज चाहिँ खास न्युमोनिया थियो अरे ट्रिटमेन्ट चाहिँ न्युमोनियाको गर्नु पर्थ्यो अरे तर ज्वरोको दबाई खाइरह्यो न्युमोनिया ट्रिटमेन्ट भन्ने त अझै फर्दर एग्रेसिभ हुँदै जान्छ नि बिमार त्यस्तै हो बिल्डिङको पनि हामी फर्स्टमा चाहिँ रुट कज थाहा पाउनुपर्छ त्यसको लागि चाहिँ नन डिस्ट्रक्टिभ टेस्टिङ चाहिँ गर्नै पर्छ इफ मेजर स्ट्रक्चर एलिमेन्ट्समा आएको छ भने जस्तै अब मेजर स्ट्रक्चर एलिमेन्ट्स भन्नुको भने सबैभन्दा इम्पोर्टेन्ट चिजहरू जस्तै बिममा पोस्टमा स्ल्याबमा भुइँमा क्र्याक आउँदैछ भने चाहिँ त्यति बेला चाहिँ एनडिटी टेस्ट गरेको राम्रो एनडिटी हजुर नन डिस्ट्रक्टिभ टेस्टिङ अन्त इफ तपाईँको वल्सहरूमा मात्रै क्र्याक छ हल्का फुल्का क्र्याक छ भने मेबी त्यो अब श्रिङ्केज क्र्याक्स होला होइन त्यो क्युरिङ नपुगेर क्र्याक्स भएको होला थुप्रो कुराहरू हुनसक्छ तर बिममा पोस्टमा स्ल्याबमा छ भने चाहिँ एनडिटी चाहिँ गर्नै पर्छ मस्ट हो एनडिटी चाहिँ सो अब त्यो एनडिटी प्रोभाइड गर्ने चाहिँ हामी मात्रै हो सो त्यो चाहिँ मलाई खुसी लाग्छ क्या अब सिक्किममा हजुर सो यस्तो हुन्छ नि अब एनडिटी अब जस्तो हामीले यो टर्महरू युज गर्दैछ जति पनि भ्युर्सहरू हेर्नु हुँदैछ म पनि बोलाउँछु भन्ने हुन्छ तर के सोच्छ अरे यो त अब महँगो फर्स्ट माइन्डमा महँगो होला अन्त मैले ल्याएँ भने त अब फेरि भरे दिन सकिनँ भने त्यो हुन्छ किनभने मिस्त्री बोलाएपछि दिनको हाजिरामा टालुल गरिदिनु सकिन्छ त्यो हुन्छ नि त के कस्तो यस्तो चाहिँ यस्तो हुन्छ हेर्नुहोस् है अब म यस्तो भन्दिनँ कि सबैभन्दा सस्तो पनि हो म पनि भन्दिनँ ओके म यो पनि भन्दिनँ कि ओभरै महँगो छ हामी पनि भन्दिनँ तर तपाईँलाई कस्तो खालके टेस्ट चाहिएको छ पहिला त्यो पो बुझ्नु पऱ्यो नि त तपाईँको हेमोग्लोबिन मात्रै गर्नुहुन्छ भने हेमोग्लोबिनको मात्रै कस्ट लाग्यो नि त
होइन ओके ओके अब तपाईँको थाइरोइड पनि टेस्ट गर्नु छ नाना थरीको टेस्ट गर्नु छ भने पुरा आउँछ बिल हिसाबले नि सो बिल्डिङको पनि त्यही हो तपाईँको रिबाउन्ड ह्यामर टेस्ट मात्रै गर्नु छ भने अल्ट्रासोनिक पल्स भेलोसिटी टेस्ट मात्रै गर्नु छ भने सो डिफ्रेन्ट टेस्टको आफ्नो आफ्नो हुन्छ मानिलिनुहोस् न मिनिमम 5,000 रुपिस खर्च हुन्छ सोच्नुहोस् न ओके ओके अब यो चाहिँ 5,000 देखि फेरि 5 लाखसम्म हुन्छ ओके जानु सक्छ अब तर यो जेनरल स्टेटमेन्ट यस्तो कि यसको 5 लाख लाग्छ यसको 10,000 लाग्छ यसको 5,000 लाग्छ यस्तो चाहिँ भन्नु सकिँदैन पहिला बुझ्नु पर्यो नि कहाँ आएको छ क्र्याक कस्तो आएको छ बिमारी हेरेरै दबाई दिए जस्तो एक्ज्याक्टली ओके सो यो चाहिँ बुझ्नु जरुरी यो चाहिँ बुझ्नु जरुरी तपाईँले जस्ट अलिकति अगाडि भन्नुभयो नि सिक्किममा हामी मात्रै छ भनेर तपाईँहरू मात्रै हुनुहुन्छ हामी मात्रै हो जस्तै अब तपाईँलाई भन्नुपर्दा एनडिटी टेस्ट गर्नुको लागि चाहिँ तपाईँको अल्ट्रासोनिक पल्स भेलोसिटी टेस्टिङ मसिन चाहिन्छ रिबार स्क्यानर चाहिन्छ अन्त तपाईँको रिबाउन्ड ह्यामर चाहिन्छ अरू थुप्रो अब थुप्रो छ टेस्टिङको यस्तो इन्स्ट्रुमेन्ट्सहरू या त टेस्टिङ मेथोडोलोजिसहरू अब कसैले पनि यो चिजलाई राखेर इम्प्लिमेन्टै गरेन भने त उसलाई लस हो अब सिन्स हामी रेट्रोफिटिङ इन्डस्ट्रीमा फर्स्ट आयो त्यसको बादमा चाहिँ हामीले एनडिटी लिएको हो नि त सो फर्स्टमा चाहिँ हामी के गर्दै थियो ट्रिटमेन्ट गर्दै थियो बिल्डिङ्सहरूलाई सो लेटर अन वी अन्डरस्टुड कि यसलाई अझै इफेक्टिभ बनाउनुको लागि हामी यसमा चाहिँ असेसमेन्ट पनि हाल्नु जरुरी छ टु मेक इट मोर इफेक्टिभ क्या हो सो त्यसरी हो सो रेट्रोफिटिङ इन्डस्ट्रीमा काम गरेपछि चाहिँ हामी एनडिटीमा पसेको फर्स्टमा चाहिँ रेट्रोफिटिङबाट हामी एनडिटीमा पस्यो अन्त अब एज फार एज आई नो भनौँ न मलाई लाग्छ अब सिक्किममा चाहिँ यो एनडिटी टेस्ट गर्ने चाहिँ हामी मात्रै हो ओके सो हुन्छ नि अब जतिले पनि घर बनाउनु हुँदैछ है घर बनाउँदा या बनाइसकेर मात्रै तपाईँहरूको कम्पनीको वर्क छ कि या सुरुदेखि नै पनि वर्क हुन्छ हाम्रो सुरुदेखि पनि हुन्छ जस्तै हामी यसलाई डिफ्रेन्ट सेगमेन्टमा हामीले डिभाइड गर्छौँ जस्तै अब फर्स्ट अब मानिलिउँ तपाईँलाई घर बनाउनु छ अरे तपाईँको माइन्डमा के हुन्छ एउटा बजेट हुन्छ है अन्त तपाईँकोमा दुईवटा अप्सन हुन्छ त्यो बजेटलाई लिएर तपाईँ मिस्त्रीलाई पक्रिनुहुन्छ मिस्त्रीलाई बोलाएर 9 पोस्टको घर बनाउनु छ यतिवटा कमरा चाहियो होइन कति लाग्छ रड सिमेन्ट होइन रड सिमेन्ट र हाजिरा कति लाग्छ उसले त्यति लाग्छ भन्छ क्यालकुलेट गर्छ लु सुरु गरिदेऊ भन्छ त्यो भइरहेछ अहिले अनि फेरि यस्तो पनि भइरहेको छ बजेट छ गएर फर्स्ट एउटा प्रोफेसनललाई पक्रिनुहुन्छ त्यहाँदेखि प्रोफेसनललाई भन्नुहुन्छ मेरो यति बजेट छ अनि त्यो बजेटमा चाहिँ एउटा प्रोफेसनलले चाहिँ डिजाइन गरिदिन्छ फर्स्टमा डिजाइन गरेर एस्टिमेट निकाल्छ एस्टिमेट गरिसकेपछि एक्जिक्युसन गर्छ बुझ्नुभयो सो अब तपाईँको मिस्त्रीलाई दिएर गर्नुभयो भने त्यहाँनिर केही पनि टेक्निकल एक्सपर्टिज हुँदैन अन्त सो अब एउटा प्रोफेसनल बडीलाई दिनुभएको छ भने चाहिँ त्यो चाहिँ अब त्यो चाहे त्यसमा चाहिँ मिस्त्रीले मात्रै गरेको भन्दा अलिकति बेटर हुन्छ जस्तो लाग्छ मलाई त्यो त अभियसली हुन्छ प्रोफेसनलिजम जहाँ पनि तपाईँको इन्भल्भ हुन्छ त्यो त रिजल्ट राम्रो हुन्छ एक्ज्याक्टली सो त्यो प्रोफेसनल सर्भिस प्रोभाइडर्सहरूभित्रमा चाहिँ एउटा चाहिँ हामी पनि हो अरूहरू पनि छ जसले गर्नुहुन्छ यसरी प्लानिङदेखि लिएर एक्जिक्युसन थुप्रो हुनुहुन्छ सो त्यही मध्येमा चाहिँ हामी पनि छ हामी त्यो पनि गर्छ ओके सो जो नयाँ कन्स्ट्रक्सन गर्नु चाहनुहुन्छ उहाँहरूसँग पनि तपाईँहरूसँग डिल गर्नु सक्नुहुन्छ सो यो बाल काप्सो कन्स्ट्रक्सन है जुन चाहिँ अब नाममा हुन्छ नि नाम पढि जाउँ न हजुर बाल काप्सो कन्स्ट्रक्सन तपाईँले कहाँदेखि थट आएर यो नाम राख्छु र कसरी फाइनलाइज गर्नुभयो मलाई के भन्छ मोस्ट अफ द टाइम जब यो बाल काप्सो कसरी आयो भनेर क्वेसन आउँछ मलाई त्यति बेला एक्साइटमेन्ट हुन्छ एउटा मलाई बिकज अब समवेयर रुटेड टु द फ्यामिली छ नि त यो चाहिँ जस्तै अब BAL भनेको बलराम मेरो बाजेको नाम हो KA भनेको कमल कमला मेरो आमा र बाबाको नाम हो P भनेको प्रीति प्रिया मेरो दिदीहरूको नाम हो अनि SO भनेको चाहिँ सलोमन म सो यो चाहिँ यसरी बल काप्सो कन्स्ट्रक्सन्स भनेर चाहिँ यसरी आएको एकदम इनोभेटिभ यो तपाईँलाई नाम कति वर्ष भयो लागि हामी अहिले यो 8 इयर्स सो 8 इयर्स अगाडि तपाईँले त्यो प्रकारले नाम सोचेर थट गरेर राख्नुभयो अहिले कस्तो चल्दैछ तपाईँको अहिले एकदम राम्रो चलिरहेछ एकदमै राम्रो छ अहिलेसम्म तपाईँले सबसे ठुलो प्रोजेक्ट कहाँ गर्नुभएको सबैभन्दा ठुलो प्रोजेक्ट मतलब ठुलो इन वाट सेन्स इन सेन्स अब फाइनेन्सियली भनौँ न लाइक हुन्छ नि अब तपाईँले बिस्तारै गर्नु चाहिँ तपाईँले भन्नुभयो 5,000 देखि 5 लाख पनि लाग्न सक्छ 10 लाख पनि लाग्न सक्छ सो एउटा ठुलो कन्ट्र्याक्ट हुन्छ 10 लाख 20 30 40 कहाँ र कहिले कति भन्नु मिल्छ भने एकदम मिल्छ मेबी म यति फिगर भनेर चाहिँ एक्ज्याक्टली भन्दिनँ तर मलाई लाग्छ हाम्रो पार्टिसिपेसन हाम्रो त्यो प्रोजेक्टमा हामी पार्टिसिपेट हुँदाखेरि चाहिँ हामीले चाहिँ स्टेटलाई पनि एउटा राम्रोसँगले सर्भिस दिनु सक्यो हाम्रो
प्रोफेसनको थ्रुबाट जस्तो लाग्छ। त्यो चाहिँ कस्तो हो भन्दाखेरि भर्खर सिक्किममा जुन चाहिँ फ्लड आयो है, ग्लफ जुन चाहिँ भयो, त्यो ग्लफ हुँदाखेरि पोस्ट ग्लफ एरिया स्टेबिलिटी असेसमेन्ट चाहिँ हामीले गरेको थियो। अन्त बिल्डिङ्स एन्ड हाउसिङ डिपार्टमेन्ट गभर्मेन्ट अफ सिक्किमबाट सिक्किमसँग कोलाबोरेट गरेर उहाँहरूले हामीलाई एरिया स्टेबिलिटी असेसमेन्ट गरिदिनु भनेर भन्नुभएको थियो। अनि खुसीको कुरा चाहिँ त्यति बेला चाहिँ वी वर द लोएस्ट कन्सल्टेन्सी टु कोट द मिनिमम अफ द मिनिमम अमाउन्ट हुन्छ नि। अनि त्यो चाहिँ एउटा सर्भिस पनि थियो क्या, कन्ट्रिब्युट पनि गर्नुभयो। हजुर, अनि त्यति बेला नै अब हामीले ग्लफको त्यो अब तपाईँले ठुलो प्रोजेक्ट जुन चाहिँ ठुलो भन्ने बित्तिकै त्यसले जुन चाहिँ मेरो म आफूलाई भ्याल्यु एड गरेँ मैले जस्तो लाग्छ नि, म चाहिँ त्यसलाई ठुलो भनेर त्यो उसमा भनेको चाहिँ फ्लड आउँदाखेरि जतिजनाको घर ड्यामेज भयो उहाँहरूको हामीले एट नो कस्ट भ्यालुएसन गऱ्यो हो, त्यस्तो एट नो कस्ट। सो हो त्योहरू चाहिँ आई थिङ्क मेरो ठुलो प्रोजेक्टहरू हो क्या। सो जुन चाहिँ तपाईँले भन्नुभयो नि है, 12मा तपाईँले इक्जाम बस्नुभयो, इक्जाममा तपाईँले त्यो अब पाउनु सक्नु भएन, अनि तपाईँ यता इन्जिनियरिङपट्टि सिफ्ट हुनुभयो। सो यो गर्दाखेरि या त्योभन्दा अगाडि तपाईँको कोही इन्सपिरेसन थियो कि ओके म यो लाइनमा पक्रेर यो फिल्डमा यो गर्छु भन्ने? मलाई त्यस्तो केही थिएन, आई वाज टोटली ब्ल्याङ्क। लाइक यस्तो हुन्छ नि, अब यु डोन्ट नो वाट यु डु नेक्स्ट। क्लास 12को रिजल्ट त आयो, अब डक्टर त हुनु पाएन, भाइ इन्जिनियरिङै गर, इन्जिनियरिङ पढ्नुको लागि तामिलनाडु जानुपर्छ। अब मेरो दिमाग त्यो थियो होइन। त्यहाँदेखि चाहिँ डाँडागोमा योर्स कम्प्युटर भन्ने छ हो, त्यहाँनिर चाहिँ नि म चाहिँ दिनमा 2 घन्टा 3 घन्टा इन्टरनेटमा बसेर तामिलनाडुभरि भएको कलेजेसहरूको वेबसाइट निकालेर उनीहरूको नम्बर, बिकज त्यति बेला डोनेसनको पुरा प्रथा चलिरहेको थियो क्या, बिकज म कोटाबाट पाएको थिएन। सो म्यानेजमेन्टको थ्रुबाटै जानु पर्थ्यो, सबै जग्गा डोनेसन माग्थ्यो। अब आफूलाई त्यो फाइनेन्सियल बर्डन पेरेन्ट्सलाई दिनु मन छैन होइन, अब के गर्नु, तर पनि कसो गरेर अब फाइनली एक्सेल इन्जिनियरिङ कलेज भन्ने जग्गामा पाएँ हामीले, मैले पाएर अब इन्जिनियरिङ त्यतिकै जोइन गरेँ। नट बिकज आई लभड त्यो इन्जिनियरिङ प्रोफेसन भनेर, द बिकज आई ह्याड टु डु समथिङ के गर्नै पऱ्यो। अन्त फर्स्ट इयर जस्ट वेन्ट, म फर्स्ट इयरमा फर्स्ट डिभिजन भएँ, सेकेन्ड सेमिस्टरसम्म। थर्ड सेमिस्टरमा ब्याक पेपर लाग्यो, हजुर घरमा याद थिएन, अहिले फर्स्ट टाइम याद हुँदैछ। घरमा याद थिएन। त्यहाँदेखि थर्ड सेमिस्टरमा चाहिँ म पुरा खटेँ, मतलब इक्वली खटेको थिएँ र भए पनि ब्याक लाग्यो। त्यहाँ फोर्थ सेमिस्टर पुग्दाखेरि ब्याक लागेको पास भयो, कम्ती पढ्दा पनि पास भइहाल्दो रहेछ त भनेर थर्ड इयर पुगेपछि पनि कम्ती पढेँ, पास भएँ। फोर्थ इयर पुग्दाखेरि चाहिँ मलाई लाइफको रियालिटी हिट भयो जस्तो भयो क्या। अब इनफ इज इनफ खालके नि, अब चाहिँ हुँदैन, अब चाहिँ सिरियस हुनुपर्छ भन्ने हुँदाखेरि चाहिँ अलिक अब मेबी मेरो के भन्नु, अब बडी ल्याङ्ग्वेजमा थट प्रोसेसमा चेन्जेसहरू आउँदाखेरि चाहिँ त्यति बेला फेरि मैले मेरो फाइनल इयर चाहिँ दामी गर्दाखेरि एउटा डिसेन्ट पर्सेन्टेज आयो। त्यहाँदेखि त्यो भइसकेर निक्लिँदाखेरि पनि मलाई नो इन्जिनियरको त्यो किरा, तर अब त्यो इन्जिनियरिङ पढेर आएँ, गर्नै पऱ्यो होइन। त्यहाँदेखि सिक्किम आएर टिचिङ गरेँ फर्स्ट ग्रिन्डल स्कुलमा होइन। क्लास 6 देखि क्लास 12सम्म स्टुडेन्ट्सहरूलाई म्याथमेटिक्स पढाउनु पर्थ्यो। त्यहाँदेखि त्यो टिचिङ गर्दै एमजी नरेगामा एज अ जेई रिक्रुट भएँ, त्यति गभर्मेन्टमा हो। त्यति बेला 36 जनाको भ्याकेन्सी निक्लेको थियो होला, इफ आइ एम नट रङ। त्यति बेला त एडहकको लागि पनि इन्टरभ्यू हुन्थ्यो, रिटर्न पनि हुन्थ्यो। त्यहाँदेखि त्यहाँनिर पास भएर मेरो फर्स्ट पोस्टिङ चुङथाङ थियो। त्यहाँदेखि चुङथाङमा ड्युटी गरिसक्यो, त्यहाँदेखि मङ्गनमा ट्रान्सफर भयो, तर पनि त्यो इन्जिनियरको त्यो आएको छैन। त्यहाँदेखि चाहिँ अब मङ्गनमा बस्दै जाँदाखेरि फेरि त्यो लाइफको रियालिटीले हिट गर्थ्यो क्या, कि लाइफ यत्तिकै अब डु यु वान्ट टु कन्टिन्यू दिस टाइपको नि होइन। द्याट वाज लाइक होइन, अलिकति अब लाइफमा त कुछ बडा त गर्नु पऱ्यो नि त होइन। जहिले यस्तो खाले कुरा क्या, यु आर नट बोर्न टु एन एभरेज भन्ने कुराले जहिले हिट गर्थ्यो क्या मलाई। दो अब आई डोन्ट हेभ रिसोर्सेस बट आई एम नट बोर्न टु बी एन एभरेज, त्यो चाहिँ पुरा हिट गर्थ्यो मलाई। त्यहाँदेखि घरमा सल्लाह गरेँ, म काम छोड्छु, गभर्मेन्ट जब छोड्छु। मलाई त आमाले अब सम्झाउनु भयो, फर्स्टमा त पेरेन्ट्सहरू त्यही त हुन्छ होइन, त्यो आउट अफ लभै हुन्छ त्यो कुरा पनि। अहिले बुझ्दा त्यति बेला चाहिँ त्यो कुरा लभ जस्तो लाग्दैन है, त्यति बेला चाहिँ कस्तो नबुझिदिएको आमा बाबाले जस्तो लाग्छ, लेटर अन बुझ्छ नि। त्यहाँदेखि कसो गरेर, तर अब पेरेन्ट्स हो नि त एट द एन्ड, नानीहरूको कुरा सुन्नै हुन्छ
अन्त लास्टमा ओके भन्नुभयो आमा बाबा दुवैजनाले। बाबाले पुरा सपोर्ट गर्नुभयो। कति टाइम लाग्यो तपाईँलाई यो मनाउनु मलाई आई थिङ्क एट द मोस्ट 1 विक। हजुर होइन। त्यहाँदेखि म दिल्ली गएँ इन्डियन इन्जिनियरिङ सर्भिसेसको कोचिङ गर्नुको लागि। इन्डियन इन्जिनियरिङ सर्भिसेसको कोचिङ गर्दाखेरि चाहिँ त्यति बेला चाहिँ हो म म्याडली एन्ड डिपली इन लभ विथ माई प्रोफेसन भएको चाहिँ। ओके त्यहाँदेखि मात्रै गभर्मेन्ट जब छोडेर तपाईँ फेरि दिल्ली जाँदाखेरि त्यहाँदेखि मात्रै होइन। तर त्यो कन्सल्टेन्सी सुरु गर्छु यस्तो केही छैन। गएर आएँ इक्जाम लेखेँ पास भइनँ म। आफूलाई जहिले पनि क्वेसन हुन्थ्यो कि वाइ ओन्ली मतलब म खट्छु सबै कुरा गर्छु किन यस्तो अब होइन। त्यहाँदेखि यस्तो भयो कि एभ्री वान हेज देयर ओन कलिङ सबैको टाइममा हुन्छ होइन। अनि आफ्नो बोलावट हुन्छ। मेबी म त्यो जग्गामा बसेर काम गर्नु म सक्दिनँ होला है। अनि मेबी त्यही कुराले गर्दाखेरि होला मेरो दिमागमा आयो अब त म जब गरेको छुइनँ गर्दिनँ भने अब म केही न केही त गर्नु पऱ्यो। सो के गर्नु अब भनेर चिया खाँदै बसिरहेको थिएँ। त्यति बेला दिमागमा आयो चाहिँ एउटा कम्पनी खोलिदिनु पऱ्यो होइन। त्यहाँदेखि भित्रबाट स्कुलको डायरी लिएर आएँ ग्रिन्डेल स्कुलको दिल्लीमा हुँदा होइन उताबाट आएर इक्जाम लेखेर इक्जाम पास भएन सबै भइसकेर त्यो रियालिटी फेरि हिट गरेर हुन्छ नि क्या। मलाई त मल्टिपल रियालिटी छोड्यो होइन। पेरेन्ट्सलाई पनि त्यही छ नि अब यसले गभर्मेन्ट जब छोड्यो होइन के चाहिँ नापिस त होला तर त्योभन्दा पनि अझै गएर अब यसले के गर्छ होला भन्ने होला नि। मतलब अब छेउमा अब मेन त अब छरछिमेकी एक्ज्याक्टली सबसे साह्रो त त्यो भएको गभर्मेन्ट जब छोडेर के चाहिँ गरेर दिल्ली गएर हो नि। त्यहाँदेखि सोचेँ अब के एउटा कम्पनी खोल्नु पऱ्यो। त्यहाँदेखि दिमागमा आयो अब कम्पनी खोल्नुलाई त बहुतवटा चिज हुनु पऱ्यो होला। अब के चाहिँ गर्नु सक्छु म इमिडिएटली भन्ने भयो कि त्यहाँदेखि डायरी लेखेँ। त्यहाँदेखि डायरीमा चाहिँ मैले लेखेँ। अनि यो लेख्नु भन्ने कुरा चाहिँ मलाई हाम्रो लेट एलेक्सियस ढुङ्गेल साहबको छोरा उहाँले मलाई सिकाउनु भएको थियो क्या भाइ तिमीलाई जे कुरा पनि मनमा हुन्छ तिमीलाई साह्रो पर्छ नि तिमी जहिले पनि लेख्नु भन्नुहुन्थ्यो क्या। आई नेभर प्र्याक्टिस द्याट म कहिले पनि प्र्याक्टिस गरिनँ। अनि त्यो मोमेन्ट थियो मेरो लागि एलेक्स दाको त्यो कुरा हिट भएको थियो। अनि डायरी लिएर मैले फर्स्ट कुरा नि म के गर्छु भनेर लेखेको चाहिँ नि टिचिङ लेखेको थिएँ। बिकज टिचिङ वाज समथिङ विच आई लभड हुन्छ नि। किनभने त्यो क्लास 6देखिसम्म 12सम्म नानीहरूसँग पढ्दाखेरि नि मलाई पढाउनु भन्दा पनि बेसी चाहिँ त्यो नानीहरूसँग त्यो टाइम स्पेन्ड गर्नु त्यो हुन्छ नि क्या। उनीहरूको क्रिएटिभिटी यसो हेर्दाखेरि आफू नानी त खतरा हुन्छ होला त्यो कुराहरू सोच्नु पाउनु हुन्छ नि मेस्मराइजिङ लाग्थ्यो। टिचिङ लेख्यो। त्यसको बादमा लेखेँ अटोक्याडको क्लास गराउँछु लेखेँ। अटोक्याड भन्ने एउटा ड्रइङ गर्ने हाम्रो कसो हो सफ्टवेयर हो त्यो गऱ्यो। त्यहाँदेखि साइट इन्जिनियरिङ गर्छु मान्छेले घर बनाउँदैछ नि गएर हेरिदिन्छु कसो हो त्यसको मेरो सर्टन फिस हुन्छ होइन। यो कुराहरू लेख्दै थिएँ। फेरि यसो सोचेँ अब कुन चाहिँमा चाहिँ कति चाहिँ अर्निङ हुन्छ त्यो पनि त म्याटर गर्छ होइन। त्यहाँदेखि टक्कै लेखेँ यसो चाहिँ अब यो अर्निङले त हुँदैन लाइफमा बहुत कुछ गर्नु छ। किनभने यस्तो अनि अब मान्छेले भन्छ पैसा चाहिँदैन भन्छ नि क्या विच इज भेरी इम्पोर्टेन्ट लाइफ। एउटा गोजीमा पैसा अनि अर्को गोजीमा चाहिँ विचार हुनु जरुरी छ। एउटा गोजीमा विचार मात्रै राख्यो अर्को गोजीमा पैसा चाहिन्छ गर्छ होला तर अलिकति साह्रो पर्छ जस्तो लाग्छ मलाई। त्यहाँदेखि यसो सोचेँ टिचिङ भनेपछि ट्रेनिङ साइट इन्जिनियरिङ ओके अटोक्याड ओके यो सबै त एउटा कम्पनीले गर्नु सक्छ त भयो। त्यहाँदेखि चाहिँ म एउटा कम्पनी बनाउँछु यो कम्पनीले यो काम गर्छ। ओके सो जति पनि तपाईँको ड्रिम थियो त्यो लेख्नुभयो सो यो सबै चाहिँ ओके होइन त्यो भयो। त्यहाँदेखि आयो कुरा अब के गर्नु कम्पनीको नाम के राख्नु होइन। त्यहाँदेखि गुगल गरेँ लिस्ट अफ सिभिल इन्जिनियरिङ कम्पनी नेम्स पुरा लिस्ट आइरहेको थियो। यसो सोचेँ म एउटा यस्तो चिज बनाउँदैछु जुन चाहिँ एक्जिस्टै गर्दैन होइन नयाँ छ। सो म यस्तो खालको एउटा नाम बनाउँछु जो एक्जिस्टै गर्दैन तर भोलिको दिन चाहिँ यो चाहिँ एउटा ब्रान्ड हुन्छ। लभली होइन त्यति बेला चाहिँ के बनाऊँ भन्दाखेरि चाहिँ फ्यामिली बाजेको नामदेखि लेख्दै आएँ। त्यहाँदेखि जमल वर्ड्स बनाएँ क्या BALKAPSO BAKAPSO गर्दै मतलब जे चाहिँ अलिकति मलाई अलिकति साउन्डिङ लाग्यो त्यसलाई चाहिँ लु अब यो सो बल्काप्सो कन्स्ट्रक्सन त्यसरी आयो। काम यो छ अब चाहियो इन्भेस्टमेन्ट सबसे मेन होइन। अब पैसा फेरि लेखेँ सिभिल इन्जिनियरिङ कम्पनी खोल्नुको लागि कति जस्तो खर्च लाग्छ सबैभन्दा सजिलो त त्यति बेला त गुगल त थियो।
त्यहाँदेखि टक्कै गर्दाखेरि चाहिँ गुगलले फेरि टु ओपन सिभिल इन्जिनियरिङ कम्पनी यु निड टु ह्याभ दिस मच क्यापिटल होइन, एउटा अफिस स्पेस हुनु पऱ्यो, यो हुनु पऱ्यो, एन्ड देन सो मेनी थिङ्स। त्यो भरिमा चाहिँ केही थिएन मेरो। फेरि सेम थिङ, फेरि ब्याक अफ माई माइन्ड हुँदैछ अब के भन्छ यसको लागि त इन्भेस्टमेन्ट हो, इन्भेस्टमेन्ट चाहिँ पैसा होइन भने चाहिँ के हो। मैले त्यति बेला मेरो इन्टरनेट ब्याङ्किङ खोलेर चेक गरेको 2780 रुपियाँ थियो। त्यहाँदेखि सोचेँ मेरोमा यो पैसा छ, मलाई कम्पनी खोल्नु छ, कम्पनीले यो काम गर्छ, यसको इन्भेस्टमेन्ट चाहिँ 2780 रुपिस प्लस मेरो टाइम हो, मेरो आइडियाज हो। यो कुरा भयो। यो यति बेला चाहिँ नि म आफूसँग चाहिँ नि एकदम त्यो ग्रे जोनमा गएर चाहिँ म आफूसँगै कन्भर्सेसन गर्दै थिएँ क्या, बुझाउँदै आफूलाई बुझिस् होला नि भन्दै क्या, यो चाहिँ यस्तो है भन्छ नि, हामीले कोही बेला एक्लै बसेर त्यो भइरहेको थियो। अन्तखेरि मैले मेरो दिदीलाई फोन गरेँ, दिदीलाई पनि कुराहरू भने, साथीहरूलाई पनि भने, पेरेन्ट्सहरूलाई भन्नु सकेको थिइनँ बिकज मैले अलरेडी काम छोडिसकेको थिएँ। सायद भनेको भए सुख दुःख कस्तो गरेर भए पनि जुटाइदिनु हुन्थ्यो होला पेरेन्ट्स एट द एन्ड। तर त्यति बेला मेरो साथीहरूले एकजनाले 2000 अर्कोले 2000 यस्तो गरेर पैसा उठाएर चाहिँ त्यहाँदेखि चाहिँ मैले जिएमसीबाट ट्रेड लाइसेन्स निकालेर डिस्ट्रिक्ट कोर्टमा आफ्नो फर्म रेजिस्टर गरेर यसरी चाहिँ अगाडि बढाएर लिएर गएको। साथीहरूकोबाट तपाईँले कन्ट्रिब्युट गरेर तपाईँ रेजिस्ट्रेसन गर्नु? हजुर, हाम्रो साथी ग्रुप छ नि त, एसिएस भन्छ हाम्रो। के अब स्कुल डेजहरूमा त्यो हुन्छ नि, अब स्कुल डेजको साथी हो, स्कुल डेजको सबसे लामो टिक्यो भनेको यस त्यही हो मेरो। हामी 5जना छ, 5-6जना छ। एसिएस भन्छ कि हाम्रो एन्टी करप्सन सोसाइटी भन्थ्यो क्या भन्थ्यो जहिले पनि। सो हाम्रो वाट्सएपमा पनि छ एसिएस ग्रुप क्या, त्यो जस्ट त्यो हामी मतलब त्यो खालको माइन्डसेटको ग्रुप थियो हाम्रोमा। लभली हो। अहिले तपाईँले पछाडि फर्केर हेर्दा नि सपोज त्यो एसिएसको ग्रुप या साथीहरूले भनौँ न त्यति सपोर्ट गर्नु भएको थिएन भने कस्तो हुन्थ्यो? पुरा साह्रो पर्थ्यो नि। आई थिङ्क मेरो त्यो फ्रेन्ड सर्कलले चाहिँ नि जब हामी ग्रो हुँदै गरेको हुन्छ नि त्यति बेला चाहिँ हाम्रो माइन्डहरू पनि विजडमहरू पनि बिल्ड हुँदै गरेको हुन्छ नि त। अनि त्यति बेला चाहिँ राइट टाइममा राइट फ्रेन्ड्सहरू पाएन भने चाहिँ नि जे पनि हुनसक्छ क्या लाइफ। सङ्गत भन्छ नि, अ म्यान इज नोन बाई द कम्पनी ही किप्स भन्छ नि। सो मेरो लाइफमा चाहिँ आई थिङ्क आई वाज भेरी ब्लेस्ड टु हेभ दोज फ्रेन्ड्स हुन्छ नि। हामी पनि अहिले छ सँगै। सुनाले कति बेला हेर्छ होला यो पोडकास्ट? थ्याङ्क यू गाइस। के भन्न चाहनुहुन्छ अरू तपाईँले? लाइक अब त्यो टाइममा उहाँले गर्दाखेरि अब तपाईँले जहाँ हुनुहुन्छ उहाँको कन्ट्रिब्युसन बहुत एसिएसको ग्रुपलाई सानो सर्ट एन्ड स्विट मेसेज के दिन चाहनुहुन्छ? यु गाइज आर द बेस्ट। अनि के भन्नु, अब स्कुल डेजदेखि हामी सँगै थियो, अब बुढो हुँदाखेरि पनि यो कथा चाहिँ यसरी नै हामी आगो ताप्दै गफ गर्नु पाउँ क्या, त्यही हो। सो लाइफमा यस्तो हुन्छ नि, अब स्ट्रगल गर्दै गर्दाखेरि धेरै एउटा प्रब्लम फेस हुन्छ, धेरैभन्दा पनि धेरै। प्लस तपाईँले गभर्मेन्ट जब छोडेर अझै यो एउटा सबसे बिग डिसिजन लिनुभयो है, अन्त यसमा सपोर्ट गर्ने पनि हुन्छ, रेयरली हुन्छ तर हुनु चाहिँ हुन्छ। तपाईँको लाइफमा सबसे बिगेस्ट सपोर्टर को हुनुहुन्थ्यो? मेरो लाइफमा सबैभन्दा बिगेस्ट सपोर्टर चाहिँ मेरो ड्याड। ओके, होइन, त्यहाँदेखि अभियसली मेरो मदर, देन मेरो वाइफ, मेरो एसिएस भइहाल्यो, मेरो दिदीहरू हुनुहुन्छ, बेनाहरू हुनुहुन्छ। अनि मैले चाहिँ कस्तो खालके सपोर्ट पाएँ भन्दाखेरि चाहिँ नि मेबी फाइनेन्सियली मलाई सपोर्ट भएन होला, तर बियोन्ड द्याट देयर आर डिफ्रेन्ट काइन्ड अफ सपोर्ट्स हुन्छ नि। कतिजनाले मोरली सपोर्ट गरिरहेको हुन्छ, कतिजनाले एन्करेज गरिरहेको हुन्छ, कतिजनाले के हो केही छैन नि यो यस्तो भइहाल्यो तर भइहाल्छ हौ। त्यहाँदेखि कतिजना के मेरो दिदी, मेरो ठुलो दिदी चाहिँ कस्तो छ दिदीलाई चाहिँ भन्दाखेरि दिदी म यस्तो गर्दैछु नि, यस्तो गरौँ भनेर सोचेको हुन्छ नि। त्यति बेला चाहिँ दिदीलाई सायद त्यो कुराको बारेमा याद होस् या नहोस्, तर दिदीले के भन्छ, ए है त्यो चिज त राम्रो हुन्छ तिमीले सोचेको छौ भने त दामी हुन्छ भन्छ क्या हो। त्यही नै बहुत कुछ हो नि है, त्यही हो। सो यसरी सपोर्ट अब हुन्छ नि, अब सबैको लाइफमा हुँदैन होला सायद है, सबै अब सपोर्ट गर्ने। सो तपाईँले पनि पाउनु एकदम ग्रेटफुल नै हुनुहुन्छ। सो अपार्ट फ्रम फ्यामिली एन्ड फ्रेन्ड्स अरू कोही एकजना कोही व्यक्ति या हुनुहुन्थ्यो जसले उहाँले गर्दाखेरि अहिले तपाईँ जुनमा हुनुहुन्छ चाहिँ एउटा काहीँ न काहीँ एउटा कन्ट्रिब्युट गर्ने कोही हुनुहुन्थ्यो अपार्ट फ्रम फ्यामिली एन्ड फ्रेन्ड्स? एलेक्स दा, मैले अघि भने नि, जसले चाहिँ मेरो थट प्रोसेसमा हिट गर्नुभएको थियो नि। आई थिङ्क एलेक्स दा अहिले हुनुभएको भए चाहिँ ही वुड हेभ बिन भेरी प्राउड हुन्छ नि, के यस्तो गर्यौ तिमीले, के हो त्यो मजा। यो टाइममा
स्ट्रगलको टाइममा एकदम प्रेसर हुन्छ 110% प्रेसर हुन्छ है। सो कुनै न कुनै टाइम यस्तो आउँछ सबैको लाइफमा आउँछ तपाईँको लाइफमा सायद आएको होला कि क्विट गर्ने, ओके नाउ इनफ इज इनफ भयो सबै म जे छु जे हुन्छ त्यो त्यहीपट्टि नै लाग्छु भन्ने आएको त कहिले आएको र कस्तो कसरी यस्तो हुँदो रहेछ त्यो चाहिँ नि त्यो लाइफमा कहिले पनि आएन भनेर त्यो जस्टिफाई गर्नै साह्रो पर्छ हुन्छ नि। अनि यस्तो हुन्छ क्विट गर्छु भन्ने यो फ्र्याक्सन अफ सेकेन्ड्स हुन्छ कि फेरि होइन यु हेभ टु गेट अप भन्ने अर्को फ्र्याक्सन अफ सेकेन्ड्समा त्यो रिप्लाई पनि आइहाल्छ नि। सो त्यस्तो खालको छ होइन आई सुड क्विट भन्ने हुन्थ्यो। त्यो चाहिँ कति बेला भन्दाखेरि चाहिँ अब नाम लिएर त भन्नु सक्दिनँ अब प्रोजेक्ट्सहरूको। एउटा प्रोजेक्ट थियो हामी अब जस्ट स्टार्टिङ फेजमा थिएँ, मनसुनको सिजन थियो, म तामिलनाडुमा एमटेक गर्दै थिएँ, मेरो साइट चलिरहेको थियो, सिमेन्ट लिएर आएको थियो, होरी बतास चलेर चाहिँ सिमेन्ट डल्लै कडा भइदियो। अब गोजीमा पैसा छैन कहाँबाट ल्याउनु सिमेन्ट। त्यति बेला अहिले त मेरो भाइ त्यति बेला गर्लफ्रेन्ड थियो होइन, उसलाई मैले फोन गरेँ यस्तो यस्तो भयो मलाई प्रब्लम यस्तो यस्तो, बिचरा उसले मलाई त्यति बेला 50,000 रुपिस हालिदिएको छ क्या त्यो टाइममा होइन। अन्त त्यो अब त्यस्तो कुरा अब त्यति बेला क्विट गरिदिन्छ, अब त पैसा छैन अब के गर्नु छैन होइन। अब कसले चाहिँ दिन्छ 50,000 रुपियाँ मलाई, सानो अमाउन्ट होइन नि त। सो त्यस्तो थियो क्या त्यति बेला उसले सपोर्ट नगरेको भए चाहिँ सायद। सो यो फिल्डमा है तपाईँ अगाडि बढ्दै गर्दा क्रिटिसिजमहरू पनि फेस गर्नु पुरा नि पुरा कसरी ह्यान्डल गर्नुहुन्थ्यो? एउटा सबसे डेडली सबसे ठुलो कहिले भेट्नु भएको र त्यसले तपाईँलाई कतिको हिट गरेको छ? मलाई चाहिँ यस्तो एउटा चाहिँ मलाई पुरा उस भएको चाहिँ के छ भन्दा एकजनाले मलाई डाइरेक्ट भनेको थिएन, मैले सुने भन्दै गरेकै सुनेको। अब त त्यो क्लास 12 पढिसक्दा अब पढ्नुको लागि त बाहिर जाँदैछ, बाहिर गएपछि त कन्फर्म बिग्रेर आउँछ भने त्यो कुराले चाहिँ मलाई यस्तो हिट गरेको थियो कि यस्तो डिपर लेभलमा हिट गरेको थियो कि कलेज पढ्दाखेरि चाहिँ यस्तो खालको समय पनि आयो कि डाइरेक्टरले चाहिँ एकपल्ट चाहिँ सबै नर्थ इस्टको स्टुडेन्ट्स बोलाएर चाहिँ यतिसम्म भन्नुभयो, सोलोमन जस्तो स्टुडेन्ट चाहिँ मेरो कलेजमा चाहिँ 40-45 जना भएको भए चाहिँ मेरो कलेजमा चाहिँ कहिले पनि दङ्गाहरू हुन्थेन होला, त्यस्तो कुराहरूसम्म भएको। सो त्यो खालके क्रिटिसिजम के अब त्यो खालको अलिकति डिमिनिङ कुराहरू गर्दाखेरि डिमोरलाइज त हुन्छ नि, म पनि भएको थिएँ। तर फेरि आफूलाई पुस गर्ने फ्याक्टर चाहिँ आफूले नै खोज्नुपर्छ क्या, राइट? आफूले नै कसैले भनेर पुस गरिदिनु र आफै त्यो पुसिङ फ्याक्टर डेभलप हुने कुराहरू चाहिँ त्यो साथीसँग। सो म त्यो कुराहरू त्यति बेला लक्की भएँ, अब बाई गड्स ग्रेस पनि भन्छु कि त्यस्तो हुनु पाइनँ म। एउटा इक्जाम्पल सेट गरेर कलेजबाट निक्लिनु पाएँ। लाइफमा जतिजनाले नै जे नै भने भए पनि इट्स ओके, इट्स एभ्री वान्स ओपिनियन होइन। बट आई नो वाट एभर आई एम डुइङ इज राइट। नीति र नियत सही हुनुपर्छ भन्छ नि, मेरो लागि चाहिँ त्यही हो। मलाई याद छ मेरो नीति र नियत सही छ, कसैले मलाई औँलाउँदैछ भने औँलाओस्, त्यसको अधिकार हो। तर मलाई याद छ नि त मैले केही रङ गरेको छैन। राइट, आफू चाहिँ राइट बाटोमा एक्ज्याक्टली। सो तपाईँको लाइफमा नि सबसे बिगेस्ट डिसिजन या अब हुन्छ नि लाइफको चेन्जिङ मोमेन्ट, त्यसले गर्दा चाहिँ चेन्जिङ मोमेन्ट आउँछ सबैको लाइफमा। एउटा हुन्छ कि कुनै इन्सिडेन्ट हुन्छ या कसैले केही भनेर तपाईँले जस्ट भन्नुपर्ने छ, यस्तो सबसे ठुलो तपाईँको कहिले आएको जस्तै खालको फेरि चेन्जिङ मोमेन्ट हुन्छ नि? सो अब यो कुराले गर्दा, यो सिचुएसनले गर्दा अथवा यो पिरियड अफ टाइमले गर्दाखेरि चाहिँ मेरो लाइफमा चाहिँ एउटा चेन्जिङ मोमेन्ट आयो, त्यहाँदेखि चाहिँ म बदलेँ, मेरो सोच बदलेँ यस्तो भन्ने। यस मलाई यस्तो हुन्थ्यो, मेरो आमा थाइरोइडको पेसेन्ट हुनुहुन्थ्यो, हाई प्रेसरको पेसेन्ट, ड्याड डायबिटिसको पेसेन्ट, छोरा म मात्रै, दिदीहरू दुईजनै बिहा भएको थियो। यस्तो हुन्थ्यो। आमा र बाबाको त अलिक बिमार त अब अलिक राम्रै खालके नै, अब मतलब निकै डरलाग्दै हो। अब भोलिको दिनमा बिमार भयो भने चाहिँ म चाहिँ कसको अगाडि जानु होइन। त्यहाँदेखि चाहिँ मैले चाहिँ जिन्दगीमा चाहिँ कुछ गर्नै पर्छ, नभए चाहिँ भोलिको दिनमा चाहिँ द डार्केस्ट डेज आर गोइङ टु कम क्या, त्यस्तो हुन्थ्यो। सो यस्तो हुन्छ नि तपाईँले लाइफमा अगाडि बढ्दै गर्दा या कलेज गर्दै गर्दाखेरि अरू पनि आइडियाजहरू धेरै आउँछ नि, बिजनेस आइडियाज जस्तै तपाईँले भन्नु कम्पनी खोल्ने हुने। सो त्यस्तो कुनै एउटा फन्नी टाइपको हुन्छ नि, ओके म यो गर्छु भन्ने केही आइडियाजहरू आएको?
मलाई नि कुनै आइडियाज फनी लाग्दैन हौ तर नो म्याटर जस्तै खालके मेरो अगाडि फनी आइडिया अहिले सोचेर हेर्दा क्या पछाडि ओके मैले यो गरेको थिएँ पनि भन्ने त्यस्तो के त्यो गरेको थियो भने गर्थ्यो होला जस्तो लाग्छ मलाई त मैले के सोचेको थिएँ लाइफ स्टकको गर्नु ओके पोल्ट्री फार्मिङहरू यिनीहरू डेरी सोचेको थिएँ होइन त्यहाँदेखि सिक्किम अब हाम्रो अर्ग्यानिक स्टेट हो इम्पोर्ट एक्सपोर्ट सोचेको थिएँ त्यो टाइममा पनि हजुर त्यो टाइममा भन्दाखेरि इम्पोर्ट एक्सपोर्ट त रिसेन्ट हो सोचेको तर योभन्दा अगाडिको कुराहरू त्यो लाइभलीहुड लाइफ स्टक यिनीहरू चाहिँ मैले निकै अगाडि नै सोचेको थिएँ तपाईँले नि लाइफमा सबसे ठुलो कसैकोबाट फाइनेन्सियल एडभाइसहरू पाउनु भएको सबैभन्दा ठुलो फाइनेन्सियल एडभाइस त म अब आई डोन्ट नो कुन चाहिँ फाइनेन्सियल एडभाइस ठुलो हो र कुन चाहिँ फाइनेन्सियल एडभाइस तपाईँले चाहिँ जुन चाहिँ लाग्छ कि ओके जसले पनि दिनुहुँदैछ तपाईँले त्यो मेथडलाई युज गरेर पनि सो अहिले ओके यो हुँदैछ है भन्ने मलाई चाहिँ सबैभन्दा दामी फाइनेन्सियल एडभाइस चाहिँ मेरो साथी मिकमले दिएको लाग्छ मलाई उसले चाहिँ मलाई के भन्यो भन्दाखेरि चाहिँ यु सुड अलवेज फिल द्याट यु आर अ प्राउड ट्याक्स पेयर भन्थ्यो क्या हो बुझ्नुभयो हामीलाई ट्याक्सको पैसा दिँदाखेरि मेरो गोजीको पैसा दिँदैछु जस्तो लाग्छ नि बट मैले बिजनेस गरेर मैले पैसा कमाउँदाखेरि स्टेटलाई कन्ट्रीलाई जिडिपीमा कतिको कन्ट्रिब्युट हुँदैछ त्यो ट्याक्सको कारणले गर्दाखेरि अनि वाइ इज इट इम्पोर्टेन्ट टु पे ट्याक्स त्यो चाहिँ सबैभन्दा डरलाग्दो बिकज अब के हुन्छ अब कन्सल्टेन्सीमा क्यास फ्लो पुरा भइबस्छ अन्त के हुन्छ अब पैसा आएपछि त लोभ पनि त आउँछ होइन तर त्यही भन्यो नि अघि नीति र नियत सही छ भने चाहिँ होइन रङ डुइङ्स नगरौँ भन्ने हुन्छ अनि जो चाहिँ अलिकति आफूलाई भरोसा लाग्छ नि उसले चाहिँ अलिक राम्रो एडभाइस दिन्छ उसलाई सोद्धाखेरि उसले जे भन्दैछ त्यो पनि अब आफ्नो कन्सियस सबकन्सियसली त्यो कुरा सही लाग्यो भने त त्यसलाई इम्प्लिमेन्ट पनि त गर्नु पऱ्यो सो मेरो लागि चाहिँ त्यही त्यो साथीले जुन चाहिँ मलाई मेरो कन्ट्रिब्युसन इन द जिडिपी अफ कन्ट्री र स्टेटको जिडिपीमा कस्तो पाराले कन्ट्रिब्युट गर्छ त्यो कुरा चाहिँ उसले मलाई बुझाएको थियो क्या सो त्यो चाहिँ मेरो लागि सबसे ठुलो मान्नुहुन्छ यस्तो हुन्छ नि अब लाइफमा है तपाईँले इन्जिनियर गर्नुहुँदैछ तपाईँले कन्स्ट्रक्सनपट्टि गर्नु हुनुभयो अब मान्छेले भनौँ अब आफ्नै अब साथीहरू या कसैकोबाट पनि कन्स्ट्रक्सनपट्टि गर्दैछ ओके भयो ठुलो मिस्त्री हुन्छ त्यो हुन्छ नि त होइन एउटा मान्छेको माइन्ड सेटमा गाडीपट्टि गर्दैछ गाडीपट्टि गऱ्यो भने त्यो हुन्छ भने त्यस्तो तपाईँले केही सुन्नु भएको या सुनेको तर म त्यसलाई इनफ फन वे लिन्छु त्यो मलाई त्यो हुन्छ बिकज अब यस्तो नि बिचरा अब उसले पनि भन्दैछ अब उसले कुन चाहिँ माइन्ड सेटमा भन्दैछ अब उसलाई पनि कसरी दोस्याउनु बिकज मेबी उसको त्यतिसम्म मात्रै पो सोच पुग्यो अब के गर्नु हो राइट होइन कसरी त्यो कुराले कसरी अब ट्याकल गर्नु चाहिँ आफ्नोमै हुनु पर्यो एट द एन्ड अब रिसाएर त्यो झर्का बाजेर फाइदा छैन केही फाइदै छैन ओके सो तपाईँले फिल्डमा तपाईँले कसैको प्रोजेक्टहरू गर्नु हुँदै गर्दाखेरि कोही बेला यस्तो मोमेन्ट आएको कि पुरै बेसी प्रेसर हुन्छ नि सबै अब क्लाइन्ट राम्रो हुन्छ भन्ने होइन तर कोही बेला यति बेसी प्रेसर हुन्छ कि अब त्यो क्लाइन्टहरूसँग तपाईँले अलिकति अब हुन्छ नि अब अलिकति रुड वेमा बातहरू गर्न त्यस्तो सिचुएसनहरू कहिले भएको आई डोन्ट रिमेम्बर म क्लाइन्टसँग रुड भएको चाहिँ ओके नेभर एभर अब यस्तो म बेसी रिसाउँदिनँ नि त खासमा त्यो कतिजनाको नेचरमै हुँदैन नि रिसाइहाल्यो भने एक्लै हुँदा बिच्किन्छ नि म चाहिँ त्यो खालके हो अब क्लाइन्टसँग जति अब के गर्नु अब अब लास्टमा अब त्यहाँ सल्युसन निकाल्नै पर्नेछ गर्नै पर्नेछ त्यो कसैलाई बाजेर कसैलाई के नराम्रो भनेर त्यो के उसै चाहिँ छैन अब अहिलेसम्म त्यही कन्स्ट्रक्सन साइटमै सबसे फन्नी भनौँ या अब केही कस्तो कुराहरू अब देख्छ नि त अब केही कुराहरू भएको हुन्छ अथवा कोही लड्छ यस्तो कुरा अब केही फन्नी तपाईँले रिमेम्बर गर्नु कुनै भएको छ यस्तो मैले त्यस्तो रिकल भएन मलाई त्यस्तो कुरा चाहिँ लाइक अब भन्ने बित्तिकै रिकल भइहाल्छ कति कुरा सो त्यो भएन है सो लाइफमा है जति पनि अब अन्टरप्रेनर्सहरू नयाँ आउनुहुँदैछ अथवा तपाईँको यो फिल्डमा अब पस्नु ट्राईहरू गर्नुहुँदैछ या कम्पनी स्टार्ट ट्राई गर्नुहुँदैछ तपाईँ के एडभाइस दिन चाहनुहुन्छ सबसे बेस्ट मलाई चाहिँ के लाग्छ भने नि सबैभन्दा इम्पोर्टेन्ट चाहिँ नि भिजन मिसन र अब्जेक्टिभ हो जस्तो लाग्छ क्या जुनै चिज पनि म गर्नु आँटेको छु जुन चाहिँ चिज ल्याउनु आँटेको छु त्यसले चाहिँ सोसाइटीलाई कतिको इम्प्याक्ट गर्नु सक्छ अनि जुन चाहिँ चिज म गर्नु आँटेको छु त्यसले चाहिँ अहिले कुन चाहिँ भएको प्रब्लमलाई चाहिँ सल्भ गर्दैछ कुन चाहिँ एक्जिस्टिङ प्रब्लमलाई चाहिँ सल्भ गर्दैछ त्यहाँदेखि उताको त्यो फाइनेन्सेस एन्ड अल आई थिङ्क दोज आर सेकेन्डरी बिकज आइडिया सही छ मेथोडोलोजी सही छ
भने त रिजल्ट त राम्रै हुन्छ नि त होइन. अब आई थिङ्क त्यो के हो नो वान वान्ट्स टु डु इट इन द रङ वे, बट आफूले जे गर्दैछ त्यो कुराले चाहिँ डिफ्रेन्स क्रिएट चाहिँ गर्नु चाहिँ सक्नु पऱ्यो भन्ने कुरा नि. अब डिफ्रेन्स चाहिँ क्रिएट गरेको छैन, जस्ट एज अ बिजनेस सेक गरिरहेको छ भने चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ अब स्टार्ट गर्ने बित्तिकै दामी चल्छ भन्ने हुँदैन नि त. अब स्टार्ट गरे अरे फर्स्टमा अब साह्रो पर्छ, बिकज वाइ वुड पिपल ट्रस्ट यु, बिकज नयाँ हो. सबैजना त त्यस्तो राम्रो हुँदैन नि कि नयाँलाई ट्राई गरौँ. सो त्यति बेला त्यो लोएस्ट फेज आउँदाखेरि चाहिँ आफ्नो त्यो भिजन र मिसनले नै आफूलाई सस्टेन गराउँदो रहेछ क्या. त्यहाँदेखि जब राम्रो चिज आउँछ त्यति बेला त राम्रै भइहाल्छ, पैसा आएपछि राम्रै भइहाल्छ. तर त्यो डार्केस्ट जोन हुन्छ नि, त्यति बेला चाहिँ आफूलाई पुस गर्ने चाहिँ त्यो भिजन मिसन एन्ड अब्जेक्टिभले रहेछ. यो जुन चाहिँ तपाईँको अहिले फिल्डमा हुनुहुन्छ या तपाईँको जुन चाहिँ कम्पनीले प्रोजेक्टहरू डिल गर्दैछ, कति यस्तो पनि हुन्छ कि पुरै बिग्रिसकेपछि मात्रै तपाईँलाई याद आउने हुने त्यस्तोहरू. सो अहिलेसम्मको मोस्ट च्यालेन्जिङ तपाईँले त्यो रिपेयर भनौँ या प्रोजेक्ट भनौँ कस्तो लिनुभएको थियो? देयर आर सो मेनी. अब यस्तो भन्दा बिग्रिसकेपछि मात्रै याद आउने भन्छ. यस बहुत छ. जस्तै अब इक्जाम्पलको लागि अब म बिल्डिङको नाम चाहिँ भन्दिनँ, तर एउटा बिल्डिङ थियो 7.5 तला, 1 2 3 4 5 6 7.5. त्यसको चाहिँ ग्राउन्ड फ्लोरको पोस्ट चाहिँ नि माथि लोड बेसी भएर चाहिँ झाडापै भित्र पसेको थियो, पोस्ट यसरी बाङ्गेको थियो. त्यो पोस्टमा चाहिँ हामी 18 आवर्स कन्टिन्युस काम गरेको, ट्रिटमेन्ट गरेर पोस्ट 18 आवर्स चाहिँ हामीले त्यसलाई डिसटरिङ गरेर चाहिँ बिल्डिङ अहिले एकदम राम्रो होटेल भएर रन भइरहेको छ अहिले. त्यो सिचुएसनबाट पनि त्यो होइन. अनि अर्को चाहिँ के हो, अब तल फाउन्डेसन खनेर फाउन्डेसनको मुनिबाट पोस्ट उठाएर ल्याएपछि त्यहाँदेखि त्यो लेभलमा पोस्टलाई जगल गऱ्यो, त्यहाँदेखि फेरि पोस्टलाई उकालो लिएर गएको थियो. हो त्यो उसमा के भयो, अब तपाईँको पोस्टले त के गर्नु, माथिबाट लोड सट्टै लिएर आउनु पऱ्यो नि त, ल्याएर तल गएर माटोमा छोडिदिनु पऱ्यो नि त. तर यहाँ चाहिँ पोस्ट आएर पोस्ट चाहिँ बाङ्गिँदैछ, त्यहाँदेखि मात्रै तल जान्छ, लोड पातै तपाईँको अब भ्यारी गऱ्यो नि त. त्यो हुँदाखेरि चाहिँ भोलिको दिनमा चाहिँ बिल्डिङ टपल हुन्थ्यो. सो यसलाई जोइन्ट स्ट्रेन्थनिङ सियर स्ट्रेन्थ स्ट्रेन्थनिङ भन्छ, हो त्यस्तोहरू गरेको थियो होइन. सो तर यस्तो हुन्छ क्या, जति कम्प्लेक्सिटिज त्यति नै मजा आउँछ होइन. अनि आई थिङ्क मेरो पिएचडीले चाहिँ रिसर्च गर्न सिकायो. अनि त्यो रिसर्चले चाहिँ मलाई बल्काप्सोमा चाहिँ कम्प्लेक्स प्रोजेक्ट्सहरू ह्यान्डल गर्न सिकायो क्या, एक्जिक्युट गर्न सिकायो. सो तपाईँले अहिलेसम्म एउटा कुनै तपाईँले अघि भनिहाल्नु भयो ग्लोभको पनि है. सो अपार्ट फ्रम द्याट कुनै एउटा इमोसनल प्रोजेक्ट तपाईँले गर्नुभएको थियो कुनै? अब आफूलाई मैले इमोसनल इन द सेन्स अब केही कन्ट्रिब्युट गर्नु सकेँ भन्ने छ फेरि त्यसमा पनि. हामीले सिक्किमको रोयल प्यालेस रेट्रोफिटिङ गरेको नि त. रोयल प्यालेस हजुर. सो त्यो गर्दाखेरि अब बिकज अब सिक्किमको हेरिटेज स्ट्रक्चर हो नि त होइन. सो त्यहाँ घुम्नु जाँदाखेरि आफूलाई पनि खुसी लाग्छ क्या. अनि फेरि अगेन के हो, थ्याङ्क्स टु डिपार्टमेन्टको इन्जिनियर्सहरू क्या, द्याट इट्स अल बिकज अफ यु गाइज कि हामी पनि यसरी अगाडि आउनु पाइरहेको छ. नभए एभ्री वान सबैजनाले के गर्छ, बाहिरबाट कन्सल्टेन्सी बोलाएर यस्तो कुरा गर्ने, बट बिकज अफ तपाईँहरू जो चाहिँ डिपार्टमेन्टमा हुनुहुन्छ अनि हाम्रो बारेमा पनि सोच्नुहुन्छ कि यहाँनिर पनि छ यस्तो खालके इन्जिनियर्सहरू जसले चाहिँ यस्तो प्रब्लमहरू सल्भ गर्नुसक्छ. इट्स अल बिकज अफ यु हामीले यस्तो खालके प्रोजेक्ट्स गर्नु पाइरहेको छ अनि यसरी पोडकास्ट सेयर गर्नु पाइरहेको छु. सो काहीँ न काहीँ अघिको थ्याङ्क यू दिने नोटमा चाहिँ म उहाँहरूलाई पनि एड गर्न चाहन्छु. उहाँहरूले गर्दाखेरि अपर्च्युनिटी त्यही एक्ज्याक्टली अपर्च्युनिटी पाइरहेको छौँ नि त. सो है अलिकति अब तपाईँ फन वेमा एउटा तपाईँले क्वेसन सोध्नु मन पऱ्यो. सपोज तपाईँले अहिले इन्स्ट्यान्ट ओके 10 CR कसैकोबाट पाउनुभयो भने तपाईँ त्यो केमा इन्भेस्ट गर्नुहुन्छ? त्यो मेरो त प्लान छ, मेरोमा 10 CR आयो भने नि अब म अहिलेसम्म सर्भिस बेस्ड बिजनेसमा छु. अनि अब चाहिँ म प्रोडक्ट बेस्ड बिजनेस स्टार्ट गर्ने भन्नु विच वी आर गोइङ टु डु. यो 10 CR चाहिँ आई विल इन्भेस्ट एभ्रिथिङ अन बल्काप्सो रिसर्च एन्ड डेभलपमेन्ट. रिसर्च मेनली रिसर्च एन्ड डेभलपमेन्ट इन्स्टिट्युट BRDI. अब यहाँ हामीले स्टार्ट पनि गरिसकेको छ. अब यसको मेरो IIT रुर्कीसँग MOU को लागि हाम्रो कुरा हुँदैछ. अब यहाँबाट चाहिँ हामी के गर्ने भन्दाखेरि चाहिँ जस्तै अब इक्जाम्पल तपाईँको मनसुन सिजन आयो अरे, मनसुन सिजनमा अब कतिजनाको घरहरू ड्यामेज भयो होइन. अब उनीहरूलाई इमिडिएट रिलिफ गर्नु पऱ्यो, इमिडिएट उनीहरूलाई घर बनाइदिनु पऱ्यो. कहाँ अब गएर च्यादरको घर बनाएर पनि भएन, यो सबैलाई प्रिफ्याब्रिकेटेड स्ट्रक्चर्स बट लाइट वेट यस्तो खालके चिजहरू लाइक वी विल ब्रिङ इन फ्युचर.
है। अनि अब सिन्स गभर्मेन्ट इज अल्सो भेरी किन कि अब यस्तो नयाँ खालके सोच लिएर आएको एन्टरप्रेनर्सहरू को छ उनीहरूलाई सपोर्ट गर्दै नै छ कतिवटा स्किम्सको थ्रुबाट। होपफुली अब हामी पनि त्यो स्किम्सहरूको भित्र आयो भने हामी पनि त्यस्तो कुराहरू गर्नेछौँ भोलिको दिनमा। सो मेन चाहिँ अब त्यही भने त नीति र नियत अनि अब्जेक्टिभ वाट यु आर ट्राइङ टु सल्भ, अनि तिमी त्यो सल्भिङको पछाडि चाहिँ तिम्रो थट प्रोसेस चाहिँ के छ, के पैसा मात्रै छ कि मान्छेको लाइभलीहुड पनि छ, केही कुरामा कन्ट्रिब्युट होस् क्या त्यो चाहिँ काहीँ न सबैकोमा हुनैपर्छ। एक्ज्याक्टली केही सोच्नुभन्दा अगाडि है। सो तपाईँ अहिले जुन पोजिसनमा हुनुहुन्छ है 10 वर्ष अगाडि कस्तो हुनुहुन्थ्यो, कुन पोजिसनमा हुनुहुन्थ्यो, अहिले जस्ट फ्ल्यासब्याक जाँदाखेरि के याद आउँछ? म त इनोसेन्ट थिएँ नि, म त अब लाटा थिएँ, के अब कस्तो भन्नु, अनेस्ट थिएँ म अनेस्ट थिएँ। अब मेबी साहित्यकारहरू अनेस्टै हुन्छ होला हौ है, त्यो जोत्नै सक्दैन नि त। अब त्यो कलम पक्रेपछि त कहाँ जोत्नु, अब मुखले र मनले जोत्नु खोजे पनि कलमले त जोत्नु सक्दैन नि त, त्यस्तै के अब। अबको हामीले पछाडिको त कुरा गऱ्यो है, 10 वर्ष बादमा तपाईँले आफूले कहाँ हेर्नुहुन्छ? 10 वर्ष बाद चाहिँ नि मलाई यस्तो लाग्छ क्या हो, गान्तोकमा चाहिँ एउटा बलकाप्सो सिभिल इन्जिनियरिङ लाइब्रेरी होस्। ओके, बुझ्नुभयो? अनि त्यो बलकाप्सो सिभिल इन्जिनियरिङ लाइब्रेरीमा चाहिँ यस्तो खालके होस् कि डिपार्टमेन्टको एनी वान जो पनि हाम्रो सिभिल इन्जिनियरिङ बाहेक, म अरू डिपार्टमेन्टहरूलाई डिमिन गर्नु खोजेँ बिकज आई डोन्ट नो अरू डिपार्टमेन्टमा कस्तो हुन्छ के हुन्छ। म सिभिल इन्जिनियर भएर सिभिलको लागि मात्रै भोकल भएको। एमजिएममा सिभिलको एउटा सिभिल इन्जिनियर्स लाइब्रेरी, त्यहाँ चाहिँ यस्तो खालके कि अब अल द इन्जिनियर्स क्यान कम होइन, तपाईँहरूको प्रोजेक्ट्सहरू छन्, यु क्यान कम एन्ड लेट्स डिस्कस अबाउट दोज प्रोजेक्ट्स होइन। कतिपल्ट कस्तो कम्प्लेक्सिटिज हुन्छ कतिवटा प्रोजेक्ट्सहरूमा, त्यो कम्प्लेक्सिटिजहरू हामी त्यो जग्गामा डिस्कस गरौँ होइन। नयाँ आइडियाजहरू हामी त्यहाँनिर लिएर हामी इम्प्लिमेन्ट गर्नु ट्राई गरौँ होइन। तपाईँलाई सायद त्यो इन्जिनियरिङ स्टुडेन्ट्सै होस्, तपाईँहरूलाई इन्जिनियरिङ स्टुडेन्ट्सहरूलाई पनि इन एनी वेज हामीले कस्तो पाराले चाहिँ उनीहरूलाई सपोर्ट गर्नु सक्छ त्यस्तो खालके। सो एउटा सिभिल इन्जिनियरिङ लाइब्रेरी चाहिँ बलकाप्सोले चाहिँ एमजी मागमा इस्टाब्लिस गरेको, अन्त के भन्छ इन्जिनियर्स डे एमजी मागमा बलकाप्सो कन्स्ट्रक्सनले सेलिब्रेट गरेको, जहाँनिर चाहिँ सिक्किमको बेस्ट इन्जिनियर्सहरूलाई फेलिसिटेट गर्नु हुन्छ नि क्या, प्लेटफर्म दिनु। यस। अनि त्यति बेला चाहिँ बढ्दै गरेको सिभिल इन्जिनियर्स या इन्जिनियरिङ स्टुडेन्ट्सहरूलाई के भन्छ, वी आर मोर देन जस्ट साइट इन्जिनियर्स भन्ने एउटा भावना हुन्छ नि। बिकज हामी त अब कस्तो अब बिल्डिङ बनिनु अगाडि नै भुइँचालो आउँदाखेरि त्यो बिल्डिङ कस्तो पाराले घुम्छ, त्यो बिल्डिङलाई लड्नु नदिनुको लागि कतिको मसाला बनाउनु पर्ने, कतिको रड हाल्नुपर्ने, फाउन्डेसन कतिको डेप्थ जानुपर्ने होइन। बिल्डिङ ड्यामेज भएपछि हामी त्यसलाई कसरी रेट्रोफिटिङ गर्नुपर्ने, कसरी सुधार्नुपर्ने, त्यो कुरा गर्नेहरू हो नि त हामी त। अनि हामीले चाहिँ अहिले चाहिँ आफूलाई चाहिँ त्यो जग्गामा राखेर सायद धेरैले हेर्नु सकेको छैन होला क्या, अनि कसै न कसैले त त्यो बेन्चमार्क त सेट गर्नु पऱ्यो नि त। सो बलकाप्सो कन्स्ट्रक्सन चाहिँ त्यो बेन्चमार्क सेट गरोस् भन्ने क्या। अनि मेबी अरू आउँदै होला या त अरू आउँछन् होला, उनीहरूले अगाडि गऱ्यो भने वेल एन्ड गुड। तर हामी यो चिज चाहिँ भोलिको अबको 10 वर्ष बादमा चाहिँ यो कुरा चाहिँ देख्नु पाऊँ भन्ने नि। एकदम डिप है जुन सोच्नु भएको छ। लाइक तपाईँको मैले अब बात गर्दै गर्दाखेरि के पनि भेट्यो भन्दाखेरि जुन तपाईँले गर्नुहुँदैछ कामहरू एकदमै मोटिभ छ त्यसको पछाडि, कुनै रिजन चाहिँ या कुनै कन्ट्रिब्युट गर्ने एउटा सोच है। इफ तपाईँले है अब यो बलकाप्सो कन्स्ट्रक्सन यो साइडमा हुनुहुँदैन थियो अरे, र इफ सपोज यो सम्झौँ कि तपाईँले एउटा चान्स पाउनु भयो अरे, अपर्च्युनिटी पाउनु भयो अरे, सिक्किमबाटै भनौँ न, कसैसँग एउटा बिजनेस स्वाइप गर्ने, जस्तै तपाईँले उहाँको बिजनेस, उहाँले तपाईँको बिजनेस, तपाईँ कोसँग चाहिँ स्वाइप गर्नुहुन्थ्यो होला बिजनेस? स्वाप कोसँग स्वाप गर्नु भन्नु सोचेर टाइम लिएर कस्तो भन्नु हो त अहिले फेरि भन्नु बिजनेस तपाईँको अहिले मतलब त्यो कम्प्लिट बिजनेस स्टाइलै टोटली स्वाइप गर्ने एउटा चान्स अपर्च्युनिटी पाउनु भयो, तर तपाईँले यो गर्नै पर्छ अरे, गर्न भने तपाईँको पनि जाने उता पनि जाने, एकजना स्वाइप गर्नै पर्छ अरे, सो एक्सचेन्ज गर्नै पर्छ बिजनेस। कोसँग र कुन बिजनेसपट्टि चाहिँ तपाईँ गर्नुहुन्थ्यो होला? ओभर कम्प्लेक्स आयो त्यो क्वेसन त। म कोसँग चाहिँ स्वप गर्थेँ अब आई डोन्ट नो, अब त्यसमा पैसा कस्तो लाग्छ के लाग्छ एन्ड अल होइन, तर म चाहिँ स्वप चाहिँ उसँग गर्थेँ हो। तपाईँले ब्लू एन्ड येल्लो याद छ? ब्लू एन्ड येल्लो तल त्यो उस छ नि तपाईँको
गुरुद्वारा छ नि गुरुद्वाराको तलपट्टि जिएमसीको यस्तो उकालो चढ्ने रोड भयो त्यसको अलिक यतापट्टि राइट ह्यान्ड साइडपट्टि ब्लू एन्ड येल्लो भन्ने एउटा क्याफे छ कि अन्त मेरो वाइफलाई चाहिँ त्यहाँको पेस्ट्री पुरा मनपर्छ म चाहिँ उसँग स्वाइप गर्थेँ अब मलाई याद छैन है तर अब त्यसमा के फाइदा छ कसो छ स्वाप गर्नु पऱ्यो नि बिकज माई वाइफ लभ्स सो तपाईँले अहिले लाइक लाइफमा बहुत कुछ एचिभ गर्नुहुँदैछ गर्नुहुँदैछ है यसले गर्दाखेरि अब कुनै युथहरूलाई पनि तपाईँले अहिले प्लेटफर्महरू दिनु सोच्नु भएको छ या दिनुहुँदैछ त्यस्तो केही छ हजुर एकदम छ मलाई चाहिँ अब हाम्रो सिक्किमको जस्तै अब सिसिटी कलेज भयो सिसिटी कलेजबाट हामी रिक्रुट गर्छ स्टुडेन्ट्सहरू उनीहरू आएर हामीसँग काम गर्नुहुन्छ कतिजनाहरू हामीसँग काम गर्दा गर्दै फेरि जेईमा उनीहरूले जब पाउनु भएर उहाँहरू जानुभयो सो हाम्रो भित्र चाहिँ सबै सिक्किमकै मात्रै रिक्रुट हुन्छ ओके नाइस सो मैले यो पनि ट्राई गरेको थिएँ हाम्रो लेबर्सहरू जति पनि हुन्छ मेसनहरू उहाँहरू पनि सिक्किमकै हाल्नु ट्राई गरेको थिएँ तर यसमा चाहिँ नि अब आई डोन्ट नो अब यहाँको अब के भन्छ क्रिटिसिजम सुन्नु सक्दैन नि त होइन अब सधैँ अब काम गर्दाखेरि यस्तो गर्नुहोस् ल त्यस्तो गर्नुहोस् ल भन्नु सक्दैन नि त यो बिग्रेछ त्यो बिग्रेछ अलिकति भन्नु पऱ्यो त्यो भन्दाखेरि त्यो पचाउनु नसक्ने हो यो कुराहरूले गर्दाखेरि चाहिँ त्यो सेगमेन्टमा चाहिँ मैले गर्नु सकेको छुइनँ बट आई वुड लभ टु डु इट जस्तै अब आइटिआई कलेजहरूसँग मिलेर प्लम्बिङहरूको भयो होइन इलेक्ट्रिसियन्सहरूको भयो उहाँहरूले हामीले त्यसरी गर्नु सकिन्छ आई एम भेरी ओपन टु दोज अप्सन्स होइन तर इन्जिनियरिङ सेगमेन्टमा चाहिँ हाम्रो प्लेटफर्ममा त एकदम हाम्रो यहाँ सिक्किमको मात्रै हुनुहुन्छ अनि जति पनि हामी फ्युचरमा रिक्रुट गर्छौँ यहाँकैहरू हुन्छ ओके नाइस सो अलिकति अर्को सेगमेन्टमा जानुपर्दाखेरि पोलिटिक्स एकदम तपाईँलाई कस्तो के लाग्छ पोलिटिक्सको बारेमा पोलिटिक्स त के लाग्छ भन्दा पोलिटिक्सको बारेमा मान्छेको आफ्नो आफ्नो भ्यू हुन्छ तर मलाई चाहिँ के लाग्छ भने नि कसैको पोलिटिक्समा आएपछि त्यो जग्गामा गएपछि नि नराम्रो गर्छु भनेर सोच्नु त सोचिहाल्दैन होला हौ जस्तो लाग्छ क्या हो किनभने कुनै पनि डिसिजन लिँदाखेरि त आफूलाई पनि त इफेक्ट हुन्छ होइन बिकज म पनि त्यही जग्गाको भागीदार हो नि त सो मान्छेले आफ्नो हेराइ हुन्छ तर जुनै पनि डिसिजन लिनु अब सपोजिङ अब हाम्रो अहिले रुलिङ गभर्मेन्टले जुनै पनि डिसिजन लियो त्यो डिसिजन पछाडिको उहाँहरूको मोटिभ के हो अब त्यो मोटिभलाई हेर्नुको लागि नेगेटिभ एस्पेक्ट चाहिँ मात्रै हेर्दैछ कि पोजिटिभ एस्पेक्टले हेर्दैछ कि न्युट्रल भएर हेर्दैछ दोज आर इम्पोर्टेन्ट नि खासमा ओके पोलिटिक्समै नै है इफ सपोज तपाईँलाई 2029मा टिकट दियो भने तपाईँ उठ्नुहुन्छ सक्दिनँ म त किन सक्दिनँ टिकट दिँदैछ सपोज अब गभर्मेन्टले टिकट दिँदैछ अलरेडी 50% तपाईँको विनिङ छ उठ्नुहुन्छ होला उठ्दिनँ होला हौ मलाई त्यस्तो छैन मलाई थाहा छ मलाई के गर्नु छ अनि म पोलिटिक्समा गएर म सायद राम्रो पोलिटिसियन हुँदिनँ होला भरत वान डे सिएम भन्ने मुभी हेर्नु भएको मुभी छ नि एक दिनको लागि सिएम बनिन्छ अनिल कपुर होला होइन सपोज त्यसरी नै ओके सो त्यसमा सपोज तपाईँले वान डेको लागि सिएम हुनुभयो अरे सिक्किममा सबसे ठुलो चेन्ज के ल्याउनु एक दिनमा के चाहिँ गर्नु सक्छु होला तर पनि एउटा केही कुरामा जस्तै अब मुभीतिर देखाउँछ त्यो हुनै नसकेको कुराहरू पनि तर पनि सपोज अब एउटा तपाईँले फुल पावर छ तपाईँले चेन्जेस ल्याउँदा त्यो इम्प्लिमेन्ट हुन्छ फर ग्रान्टेड लाइफभरि यो हुन्छ भने तपाईँ सबसे ठुलो चेन्जेस के ल्याउनुहुन्छ यो त साह्रो ठुलो जिम्मेवारी एक मिनटमा चाहिँ यो भन्छु भन्नु त कसरी भन्नु कारण केही छैन आई हेभ टु एन्सर म एक दिनको सिएम भयो भने म चाहिँ नि अब के चाहिँ भन्नु हो के आएकै जान्दियो एकछिन ल म चाहिँ के गर्थेँ भने नि अहिले जति पनि मेरो वर्क फोर्स छ नि त्यो वर्क फोर्सलाई चाहिँ स्ट्रेन्थन गराउनुमा हाल्थेँ बिकज अफ मी बिङ एन इन्जिनियर अब मलाई त्यो अरू फिल्डको चाहिँ याद छैन है फेरि तर अब हाम्रो डिपार्टमेन्ट्सहरूमा थुप्रो इन्जिनियर्सहरू रिक्रुट हुनुभएको छ नि त त्यो रिक्रुट्स हुँदाखेरि सायद हुनसक्छ ट्रेनिङ्सहरू प्रोभाइड भएको छैन होला
ओके सो आफ्नो त्यो सेगमेन्टको बिकज अलरेडी यस्तो वर्कफोर्स छ यस्तो इन्जिनियर यङ छ उनीहरूले त राम्रोसँगले ट्रेन भयो भने त कसले चाहिँ अब सबैमा राम्रो हुन्छ नि त क्वालिटीदेखि लिएर एभ्रिथिङमा एफिसियन्ट हुन्छ सो त्यो वर्कफोर्स स्ट्रेन्थनिङमा चाहिँ सायद फोकस गर्थ्यो होला ओके नाइस नाइस है सो अलिकति अब हामी ऱ्यापिड फायर क्वेसनपट्टि जाउँ न त है हुन्छ ओके सो दिस ऱ्यापिड फायर क्वेसन इज एसोसिएसन विथ सिक्किम क्याटरिङ सर्भिस एन्ड क्रेजी हाउस ग्यारेज सो फर्स्टमा स्पिड भन्नुहोस् न हुन्छ सर्ट क्वेसन पनि छ लामो क्वेसन पनि छ है हुन्छ सेलिब्रिटी क्रस कसो हुन्छ सेलिब्रिटी क्रस मलाई मनपर्ने चाहिँ उस छ नि त्यो पुष्पाको एक्ट्रेस श्रीवल नाम याद छैन सेलिब्रिटी क्रसको याद छैन ओके ओके क्रस हो तर नाम याद छैन सो तपाईँको नौरनको नाम के थियो होला मेरो बाबै बाबै नौरनको नाम नि ए नौरनको नाम म त नराम्रो नाम भनेछ नौरनको नाम मेरो एउटा फनी हुन्छ नि तपाईँको लाइफमा छैन मलाई सलोमन नै भन्थ्यौ छैन 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 सपोज इफ तपाईँले एउटा यस्तो मौका पाउनु भयो कि नेम चेन्ज गर्ने आफ्नो कुन राख्नुहुन्थ्यो ल्याऊ स्पिड 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 नेम चेन्ज गर्नु पर्यो नि के राख्यो आया स्पिड स्पिड हुन नि अब त ज्याक 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 किन अब यतिकै अब ऱ्यान्डमली आएको बिकज अब कुनै कुनै लाइक अब कसैको नाम हुन्छ नि यो नाम मेरो भएको भए मतलब मलाई बोल्नु नि एउटा हुन्छ नि कोही बेला कसैको नाम मलाई मेरो नाम इचेल किन युनिक लाग्छ भनौँ मेरो नाम चाहिँ नि सोलोमन होइन नि त मेरो नाम चाहिँ सोलमन हो SOLMON बुझ्नुभयो अनि गुगलमा नि SOLOMON गऱ्यो भने थुप्रो नाम भेटाउँछ SOLMON गऱ्यो भने चाहिँ म मात्रै भेटाउँछु बिकज मेरो नाममा चाहिँ बर्थ सर्टिफिकेट बनाउनेले चाहिँ ओ हटाइदिएको तपाईँको जबको नि सबसे सेटिस्फाइङ पार्ट कुन लाग्छ तपाईँलाई आफूले आफूलाई इम्प्याक्ट क्रिएट गरिरहेको छु ओके जस्तो लाग्छ सो तपाईँले चुज गर्नु पऱ्यो भने अलिकति अब लाइफस्टाइलपट्टि टी र कफीमा कुन चुज गर्नुहुन्छ र किन पनि त्यसको एन्सर टी तर अब त्यो पनि अब लेमन जिन्जर हनी टी किन हो हेल्थ अलिक राम्रो अब ओके सो तपाईँको वर्स्ट एडभाइस के पाउनु भएको छ एडभाइस दिने सजेसन दिने धेरै हुन्छ वर्स्ट एडभाइस लोनली भन्ने कस्तो मतलब लोन लिएर लोन लिनु लोन लिएर गर्नु नि भन्छ नि क्या फर्स्टमा किनभने जुनै पनि चिज नि हामी चाहिँ नि पैसामा लिएर उस गरिहाल्छ त्यो चाहिँ एन्ड हो नि खासमा चाहिँ लास्टमा होइन लोन लिनु होइन पैसा चाहिँ फर्स्टमा चाहिँ भिजन मिसन सबै कुरा भइसकेपछि मात्रै पैसा कहाँबाट ल्याउनु हो नि त फर्स्टमै पैसाको बारेमा सोच्यो हो त्यहाँदेखि भिजन र मिसन त अब हराइहाल्छ बिकज पैसा ल्या लोन होइन अब भिजन मिसन सबै क्लियर छ नि त लोन या स्किम वाट एभर भइहाल्छ नि त तर त्यो माथि गर्दा फर्स्ट वान वर्ड टु डिस्क्राइब युर सेल्फ अनेस्ट ओके नाइस सो ऱ्यापिड फायर क्वेसन यति नै थियो सर्ट एन्ड स्विट है तपाईँले नि अब अलिकति अब हाम्रो नर्मल कन्भर्सेसनपट्टि नै जाउँ न है लाइफमा कसैलाई के एउटा सजेसन सबसे ठुलो सजेसन जो चाहिँ तपाईँले आफ्नो मिस्टेकबाट भनौँ या अहिलेसम्म तपाईँ स्ट्रगलबाट सिक्दै आउनुभएको दिनु छ भने सबसे ठुलो सजेसन के दिनुहुन्छ मैले इफ वान सजेसन जुन चाहिँ मेरो एन्टरप्रेन्योरल जर्नी सबै लाइफमा अहिलेसम्मको यस्तो रहेछ मैले गरेको मिस्टेक त्यो चाहिँ नगरोस् भने के एउटा हुन्छ आमा बाबाहरूले कोही बेला नबुझेको जस्तो लाग्दाखेरि चाहिँ आमा बाबाले हाम्रो बारेमा सोच्दैन होइन माया गर्दैन होला भन्ने त्यो खालको थट चाहिँ नराख्नु रहेछ क्या बिकज विथ ड्यु टाइम नि यो बुझ्दै जाँदो रहेछ उहाँहरूले जे पनि गर्छ नि इट वाज अल आउट अफ लभ भन्ने कुरा चाहिँ रियलाइज हुँदो रहेछ क्या अनि त्यति बेला चाहिँ नि अब मैले चाहिँ अब मेरो आमा र बाबाको लागि चाहिँ नराम्रो सोची पठाएँ नि त अब मलाई कसरी सपोर्ट गरेन मेरो आमा बाबाले त्यहाँदेखि त्यतिकै हुनसक्छ अब नयाँ स्टार्ट गर्दै गरेको त्यसरी सपोर्ट नपाएको जस्तो लाग्दा तर त्यति बेला सपोर्ट नपाएको उहाँहरूको लेभलदेखि चाहिँ हेल्प गर्यो खासमा त्यो कुरा नगर भनेर उहाँको एक्सपिरियन्सले पनि सो त्यो एक्सपिरियन्स हामीले त्यति बेला नबुझ्दाखेरि चाहिँ लाग्दो रहेछ कि मलाई कसैले पनि सपोर्ट गरेन भनेर क्या अनि एट द एन्ड फेरि अघि भनेको जस्तै इट्स अल यु अनि नीति र नियत सही छ भने डट्स विल कनेक्ट इट्स सेल्फ हामीले त्यो मेहनत पनि गर्नु पर्दैन त्यो लाइन खिचेर अर्को डटलाई कनेक्ट या त त्यो भेरी लेस एफर्ट लाग्छ क्या
बिकज हाम्रो नीतिले चाहिँ जहिले पनि त्यो डट्स क्रिएट गरिदिइरहेको हुन्छ अनि नियतले चाहिँ त्यो लाइन बनाइदिइरहेको हुन्छ क्या। लभली एन्सर। सो तपाईँको लाइफमा नि सबसे ठुलो इमोसनल मोमेन्ट कहिले भएको? मेरो लागि मोस्ट इमोसनल मोमेन्ट, मोस्ट इमोसनल, मोस्ट हार्ट ब्रेकिङ, मोस्ट हार्ट वेलमिङ चाहिँ म भन्छु बिकज त्यो हुन्छ नि बुझ्नुभयो नि। जब चाहिँ मैले बलकाप्सुलाई एउटा यस्तो स्टेजमा लिएर पुगाएँ जहाँनिर चाहिँ मेरो आमाले भन्नुभएको थियो क्या, यसले त के गर्छ होला जस्तो मलाई लागेको थियो लाइफमा, अनि यसले चाहिँ आज गर्यो, यसको जितपनाले नै यसले जित्यो भन्नुभयो क्या। अनि मेरो लागि चाहिँ त्यो चाहिँ अब एकदम डिप थियो नि मेरो लागि, बिकज मेरो आमा र बाबालाई मैले प्रुभ गर्नु सकेँ भन्ने कुरा क्या। अनि यो मेरो एफर्टले गर्दाखेरि हुने कुरा होइन नि। अभियसली। सो अहिले पछाडि गएर हेर्दा नि तपाईँले जुन चाहिँ गभर्मेन्ट जब छोडेर तपाईँले आफ्नो कुछ थाल्छु भनेर गर्नुहुनु भएको थियो, त्यो मोमेन्टले हेर्दाखेरि कस्तो लाग्छ कि इफ मैले त्यो डिसिजन लिएको थिइनँ अहिले पनि गभर्मेन्ट जबमा थिएँ भने म अहिले खुसी हुन्थेँ, यही स्टेजमा हुन्थेँ जस्तो कस्तो के लाग्छ? मलाई यस्तो लाग्छ के भन्छ गभर्मेन्ट जबै गर्दै थिएँ भने पनि म अहिले यस्तो हुन्थिनँ होइन। अनि म यस्तो हुन्थिनँ भने म मेरो बेस्ट भर्जनमा हुन्थिनँ होला होइन, म केही न केही त हुन्थेँ। तर बिकज एउटा बेस्ट भर्जन भनेको चाहिँ के भन्छ जहाँ यु आर कन्टेन्ट विथ वाट एभर यु हेभ इन टर्म्स अफ योर फ्रेन्ड्स फ्यामिलीज, इन टर्म्स अफ फाइनेन्सेस, इन टर्म्स अफ हाउ मच यु आर इम्प्याक्टिङ टु द सोसाइटी होइन। यो सबै कुरामा कन्टेन्टनेस हुन्छ नि। म सायद त्यहाँ भएको मेबी म एउटा राम्रो गभर्मेन्ट इन्जिनियर हुन्थिनँ होला, म राम्रोसँगले पर्फर्मै गर्न सक्दिनँ होला त्यहाँनिर। अनि त्यही लाग्छ मलाई। तपाईँ नि लाइफमा एउटा कोही अब अप्सनै आयो अरे दुइटामा एउटा चुज गर्नुपर्ने, मनी र ह्याप्पिनेसमा कुन चुज गर्नुहुन्थ्यो? म अब यो त कम्प्लेक्स भइहाल्यो, ह्याप्पिनेस मात्रै पनि भन्न सक्दिनँ, मनी चुज गर्थेँ। तर फेरि अघि भनेको जस्तो मैले एउटा गोजीमा ह्याप्पिनेस राखेँ भने म केही गर्नु सक्दिनँ। अनि मलाई याद छ मेरो नियत सही छ भने अर्को गोजीमा त मलाई पैसै चाहियो नि त। ओके। सो अब जतिजना पनि हुन्छ नि तपाईँको अब रेट्रोफिटिङ भयो, तपाईँको जुन चाहिँ आफ्नो बिजनेस छ, आफ्नो कन्स्ट्रक्सन कतिले अलिकति कम्प्लेक्स नै लाग्छ नि त। सर्ट एन्ड सिम्पलर वेमा तपाईँले बुझाउनु पर्दा कसैले इलाबोरेटमा बुझ्नु पर्दाखेरि कस्तो प्रकारले आफ्नो बिजनेस जुन तपाईँले गर्नुहुँदैछ नि कतिले बुझ्दैन नि त। अब यो रेट्रोफिटिङ के हो के यो अब इन्जेक्सनहरू काइन्ड अफ त्यो मान्छेको माइन्डमा हुन्छ इफ कन्फ्युजन। सर्ट एन्ड सिम्पलेस्ट वेमा बुझाउनु भने कस्तो प्रकारले बुझ्नुहुन्थ्यो? ओके, यस्तो हुन्छ एउटा बिल्डिङमा जब क्र्याक आउँछ भन्नुहुँदै एउटा बिल्डिङ बनिँदाखेरि केले बनिन्छ भन्दाखेरि बिल्डिङमा स्ल्याब हुन्छ, बिम हुन्छ, कलम हुन्छ जुन चाहिँलाई हामी पोस्ट भन्छ, त्यहाँदेखि टाई बिम हुन्छ, त्यहाँदेखि फाउन्डेसनभित्र गएको कलम हुन्छ, त्यहाँदेखि तल त्यो छाप्री लगाएर बनाएको फाउन्डेसनको बेस स्ल्याब हुन्छ, अनि त्यसको बादमा वाल्स हुन्छ। यो सबै चिजहरू मिलेर चाहिँ बिल्डिङ बनिन्छ। अनि यसमा सबैभन्दा इम्पोर्टेन्ट रोल चाहिँ बिल्डिङको स्टेबिलिटीमा चाहिँ केले गर्छ भन्दाखेरि चाहिँ तपाईँको बिमले, स्ल्याबले, पोस्टले र फाउन्डेसनले चाहिँ सबैभन्दा इम्पोर्टेन्ट रोल प्ले गर्छ स्टेबिलिटीमा। स्टेबिलिटी भन्नुको मतलब भुइँचालो आउँदाखेरि बिल्डिङमा क्र्याक नआउनु, त्यहाँदेखि के भन्छ भुइँचालो नआउँदाखेरि नै पनि त्यतिकै आइडियल कन्डिसनमा पनि यत्तिकै बसिराख्दाखेरि पनि बिल्डिङमा कतिपल्ट क्र्याकहरू आएको हुन्छ नि, हो त्यो कुराहरू। अब यसमा चाहिँ हामी चाहिँ कहाँनिर चाहिँ आउँछ, हामीले चाहिँ कस्तो पाराले काम गर्छ भन्दाखेरि तपाईँकोमा केही ड्यामेजेस, तपाईँकोमा यस्तो खालले क्र्याक्सहरू आयो भने हामी चाहिँ फर्स्ट यसलाई चाहिँ असेसमेन्ट गर्छ। हामी फर्स्टमा डाइरेक्ट ट्रिटमेन्ट गर्दैन। असेसमेन्ट भन्नुको मतलब चाहिँ तपाईँ बिमार हुनुभयो, तपाईँ गएर के गर्नुहुने, दबाई खानुहुने कि डक्टरलाई देखाउनु हुने। डाइरेक्ट दबाई खानुभयो भने बिमार जाती हुने चान्स हुन्छ, जाती नहुने चान्स पनि हुन्छ। जाती भयो भने त वेल एन्ड गुड, भएन भने फेरि त्यो बिमार बढ्दै गयो भने आफ्नै शरीरलाई साह्रो पर्ने हो। त्यसरी नै बिल्डिङको पनि हाम्रो क्र्याक आयो जे पनि भयो भने त्यो क्र्याकलाई इमिडिएटली रिपेयर गरिहाल्नु पर्यो कि हामीले कुनै टेक्निकल एक्सपर्टलाई बोलाउनु पर्ने यो यसलाई एकपल्ट हेर्नुको लागि, जाँच गर्नुको लागि हो, त्यो चाहिँ हामी गर्नु सक्छौँ। तपाईँको एनडिटी टेस्ट गरेर हामी अल्ट्रासोनिक पल्स भेलोसिटी टेस्ट, रिबाउन्ड ह्यामर, रिबार स्क्यानर, त्यहाँदेखि तपाईँको सोइलको लागि एसपिटी, स्ट्रक्चरल डिजाइन एन्ड एनालिसिस, यो सबै मेथड्सहरूको थ्रुबाट चाहिँ हामीले थाहा पाउन सक्छौँ कि
के कारणले गर्दाखेरि चाहिँ बिमार भएको अनि यसलाई चाहिँ कस्तो पाराले ट्रिट गर्नुपर्ने। ओके ओके सो इफ तपाईँलाई अब कसैले जरुरत अब यो जरुरत त अहिले हेर्नु पर्दाखेरि धेरैजनालाई हुन्छ हजुर सो तपाईँले कस्तो प्रकारले कन्ट्याक्ट गर्न सक्छ या तपाईँको बिजनेसमा कस्तो प्रकारले तपाईँको कम्पनीले कसरी कन्ट्याक्ट गर्न सक्छ? हाम्रो वेबसाइट पनि छ www.balkapso.com भनेर, फेसबुकमा पनि हाम्रो पेज छ बल्काप्सो भनेर, इन्स्टामा पनि हामी बल्काप्सो भनेर छ। त्यहाँदेखि हाम्रो फोन नम्बर जुन चाहिँ 7076219337 यो नम्बरमा पनि कन्ट्याक्ट गर्न सक्नुहुन्छ। कन्ट्याक्ट गरेर अब के क्वेरिजहरू छ त्योहरू सबै अब डिलहरू गरेर सजेसन लिनु पनि सक्नुहुन्छ। कम्प्लिट हुन्छ। जस्तै अब तपाईँलाई घर बनाउनु छ भने तपाईँको डिजाइनिङ कन्सल्टेन्सीदेखि लिएर कन्स्ट्रक्सन एभ्रिथिङ बनिसकेको घर छ भने तपाईँको क्र्याकहरू आएको छ के आएको छ नि डोन्ट वरी, एभ्रिथिङ क्यान बी रिजल्भ। टेक्नोलोजीको लेभल त्यहाँ पुगेको छ कि जस्तो पनि सल्भ हुनसक्छ, खालि राइट अप्रोच चाहिँ हुनु पऱ्यो त्यो कुरालाई सल्भ गर्नुको लागि। सो यति भन्दै थ्याङ्क यू सो मच फर कमिङ र तपाईँले आफ्नो स्टोरिजहरू सेयर गर्नुभयो बिजनेसको बारेमा र धेरै नलेज पनि भयो र एकदम इन्ट्रेस्टिङ पनि भयो। थ्याङ्क यू सो मच फर कमिङ। थ्याङ्क यू फर ह्याभिङ मी।